अर्को इम्पोर्टेन्ट टपिक छ, योसँग रिलेट पनि क्वेसन्सहरू चाहिँ आउँछ है, जसमा चाहिँ मेन्टल हेल्थ एडमिसन एन्ड डिस्चार्ज भनेर छ। मेन्टल हेल्थमा चाहिँ डिस्चार्ज र एडमिसनको कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। कसरी एडमिसन गरिन्छ, कसरी डिस्चार्ज गरिन्छ, त्यो कुराहरू चाहिँ जान्नुपर्छ। देयर आर डिफ्रेन्ट टाइप्स अफ एडमिसन इन मेन्टल हेल्थ है, जस्तो कि भलिन्टरी र इनभलिन्टरी भनेर हुन्छ। फर्स्टमा हामी भलिन्टरीको कुरा गरौँ। भलिन्टरी भनेपछि मान्छे आफै चाहिँ मेन्टल हेल्थ सपोर्ट, मेन्टल हेल्थ केयर चाहिँ सिक गर्दै आउँछ। मलाई चाहिँ यस्तो यस्तो गाह्रो भएको छ भनेर चाहिँ त्यो उसले आफै आयो भने चाहिँ द्याट इज भलिन्टरी, र उसले आफै चाहिँ म एडमिट हुन्छु र उसको कन्डिसन पनि एडमिट हुनुपर्ने नै छ भने चाहिँ द्याट इज भलिन्टरी एडमिसन। द क्लाइन्ट or the client's guardian seek admission for care. The voluntary client is free to sign out of the hospital with HCP notification and prescription. र त्यो क्लाइन्ट चाहिँ हाम्रो यदि भलिन्टरी क्लाइन्ट चाहिँ हस्पिटलबाट चाहिँ जान खोज्यो, डिस्चार्ज लिन खोज्यो भनेपछि दे आर फ्री टु गो टेक द डिस्चार्ज, और डिस्चार्ज गर्ने अवस्थामा छैन भने चाहिँ डिओपिआरमा चाहिँ जान सकिन्छ। डिटेनिङ अ भलिन्टरी क्लाइन्ट अगेन्स्ट हर और हिज विल इज टर्म फल्स इम्प्रिजनमेन्ट। कसैलाई पनि उसको आफ्नो इच्छाको अगेन्स्ट नगएर हामीले चाहिँ राख्यौँ हस्पिटलमा भने चाहिँ द्याट इज कल्ड फल्स इम्प्रिजनमेन्ट है। र कुनै पनि क्लाइन्टको जो चाहिँ एडमिटेड छ उनीहरूसँग फुल सिभिल राइटहरू हुन्छ, जस्तो कि उसले चाहिँ हेल्थ केयर चाहिँ पाउनुपर्ने हुन्छ। उसले चाहिँ कोअर्डिनेसन, राइट टु कोअर्डिनेसन एन्ड कन्टिन्युटी अफ हेल्थ केयर। कन्टिन्युटी अफ हेल्थ केयर भनेपछि उसले चाहिँ जबसम्म ऊ चाहिँ कम्प्लिटली निको हुँदैन तबसम्म चाहिँ उसको हेल्थ केयर चाहिँ कन्टिन्यू हुनु पर्यो। हस्पिटलबाट चाहिँ डिस्चार्ज भइसके पनि उसलाई चाहिँ यदि रिहेबिलिटेसन चाहिएको छ भने चाहिँ त्यो कन्टिन्युटी पनि गर्ने काम चाहिँ हस्पिटलकै हुन्छ है। राइट टु पर्सियस और एन्ड इन्डिभिजुअलाइज हेल्थ केयर। उसले चाहिँ जसलाई जस्तो खालको हेल्थ केयर डिडेड छ त्यस्तो खालको चाहिँ उसले पाउनुपर्छ। राइट टु इन्फर्मेसन अबाउट द क्वालिफिकेसन, नेम एन्ड टाइटल अफ पर्सनल डेलिभरिङ द केयर है। अब कसले चाहिँ उसलाई, तपाईँ एज अ नर्स जानुहुन्छ भने चाहिँ तपाईँको नाम के हो, तपाईँको क्वालिफिकेसन कति छ, त्यो सबै कुराहरूले चाहिँ उसले चाहिँ जान्नुपर्ने हुन्छ। राइट टु इन्फर्मेसन अबाउट द क्वालिफिकेसन, नेम्स एन्ड द टाइटल अफ पर्सनल डेलिभरिङ द केयर। कुन चाहिँ टाइटल, डक्टर हो कि नर्स हो कि, त्यो कुराहरू पनि चाहिँ पेसेन्टले चाहिँ जान्नुपर्ने हुन्छ। राइट टु रिफ्युज अब्जर्भेसन्स बाई इन्डिभिजुअल नट डाइरेक्टली इन्भल्भ इन द केयर है। सो यदि कुनै इन्डिभिजुअल, तपाईँहरू त अब हामी चाहिँ टिचिङ हस्पिटलहरू भयो भने के हुन्छ, देयर आर मेनी पिपल होइन विथ द डक्टर, तर उनीहरूसँग राइट हुन्छ कि मलाई चाहिँ डक्टरकै अगाडि मात्रै चाहिँ, मेरो जुन डक्टर छ उसकै अगाडि मात्रै म आफ्नो कुराहरू भन्छु भनेर भनिरहेको छ, या कुनै प्रोसिजर गर्नु भनिरहेको छ चाहिँ द्याट इज देयर राइट टु चुज द द्याट थिङ है। राइट टु प्राइभेसी एन्ड कन्फिडेन्सियालिटी, राइट टु इन्फर्म कन्सेन्ट। हरेक काम गर्नुभन्दा अगाडि चाहिँ हामीले इन्फर्म कन्सेन्ट दिनुपर्छ। राइट टु ट्रिटमेन्ट एन्ड रिफ्युज ट्रिटमेन्ट, राइट टु ट्रिटमेन्ट इन द लिस्ट रेस्ट्रिक्टिभ सेटिङ्स है। एकदमै लिस्ट रेस्ट्रिक्टिभ भनेपछि उसलाई तिमी यहाँ रुमबाट बाहिर नजान सक्ने, तिमी यता नहिँड्ने उता नहिँड्ने, त्यस्तो खालको रेस्ट्रिक्टिभ सेटिङ्सहरू चाहिँ सकेसम्म कम राख्ने। राइट नट टु बी सब्जेक्टेड टु अननेसेसरी रिस्ट्रेन, राइट टु habeas corpus may request a hearing at any time to be released from the hospital। भनेपछि उसले चाहिँ आफ्नो जुन एडभोकेटहरू हुन्छ, जुन लिगल एडभोकेटहरू हुन्छ, उनीहरूसँग चाहिँ कुरा गर्न पाउने हुन्छ। र यदि हस्पिटलले रिलिज गरिरहेको छैन भने चाहिँ ऊ चाहिँ कोर्टमा चाहिँ उसले गएर चाहिँ आफ्नो रिलिजको कुरा चाहिँ राख्न सक्छ। राइट टु इन्फर्मेसन अबाउट डायग्नोसिस, प्रोग्नोसिस एन्ड ट्रिटमेन्ट, राइट टु इन्फर्मेसन अन द चार्जेस अफ सर्भिसेस। कति कति चार्ज लागिरहेछ मैले पाएको सर्भिसेसको त्यो पनि उसले चाहिँ थाहा पाउनु पर्ने हुन्छ। द्याट इज देयर राइट। यदि थाहा उसले चाहिँ सोधिरहेछ भने चाहिँ दे सुड नो। राइट टु कम्युनिकेट विथ पिपल आउटसाइड द हस्पिटल थ्रु रिटन करस्पोन्डेन्स, टेलिफोन एन्ड पर्सनल भिजिट्स है। उसले चाहिँ उसलाई मन लागेको मान्छेहरूसँग चाहिँ उसले कम्युनिकेट गर्न पाउनुपर्छ। राइट टु किप क्लोदिङ एन्ड पर्सनल इफेक्ट्स, राइट टु बी इम्प्लोइड, राइट टु बी रिलिजियस फ्रिडम। यदि इफ द पर्सन वान्ट्स टु च्यान्ट होइन, च्यान्टिङ गर्न खोजिरहेछ या कुनै पूजा गर्न खोजिरहेछ भने चाहिँ त्योहरू पनि हामीले अलाउ गर्नुपर्ने हुन्छ। राइट टु एक्जिक्युट विल्स, यदि उसले चाहिँ विल बनाएको छ भने चाहिँ त्यो पनि उसले चाहिँ एक्जिक्युट गर्न पाइयो। राइट टु रिटेन लाइसेन्स, प्रिभिलेजेस एन्ड पर्मिट इस्टाब्लिस्ड बाई द ल सच एज ड्राइभर्स अर प्रोफेसनल लाइसेन्सहरू पनि उनीहरूले चाहिँ राख्न पाउँछ है। उनीहरूको अब मेन्टल हेल्थ राम्रो छैन भनेपछि लाइसेन्सहरू खारेज गर्नुपर्छ भन्ने चाहिँ हुँदैन है।
right to confidentiality को कुरा गर्दाखेरि चाहिँ the client has the right to confidentiality of his or her medical information. The Health Insurance Portability and Accountability Act HIPAA ले के भन्छ भन्दाखेरि चाहिँ confidentiality चाहिँ हामीले चाहिँ सबै राख्नुपर्ने हुन्छ हरेक पेशेन्टको नै चाहिँ र यो चाहिँ हामीले चाहिँ client confidentiality with regard to the release and electronic transmission of data है. सो जुन हामीले चाहिँ इलेक्ट्रोनिक मा चाहिँ अब सबै बाहिर त त्यस्तै छ हैन सबै अनलाइन छ सो त्यो सबै अनलाइन भए पनि एभ्री पेशेन्टको चाहिँ आफ्नो आफ्नो पासवर्ड हुन्छ र त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो पासवर्ड चाहिँ अरूसँग शेयर गर्नु भएन हैन सो त्यस्तो त्यसरी चाहिँ हामीले कन्फिडेन्शियलिटी चाहिँ मेन्टेन गर्न सक्छौं अर्को छ इन्फर्मेसन समटाइम्स मस्ट बी रिलिज इन लाइफ थ्रेटनिङ सिचुएसन विदाउट द क्लाइन्ट्स कन्सेन्ट है इन्फर्मेसन समटाइम्स मस्ट बी रिलिज्ड इन लाइफ थ्रेटनिङ सिचुएसन विदाउट द क्लाइन्ट कन्सेन्ट ओके सो यदि चाहिँ लाइफ थ्रेटनिङ कन्डिसन नै आयो जतिखेर चाहिँ उसको इन्फर्मेसन नभनिकन चाहिँ भएको छैन भने चाहिँ त्यो कन्डिसनमा चाहिँ हामीले चाहिँ उसको पर्सनल इन्फर्मेसनहरु चाहिँ पब्लिक गर्न पब्लिक त होइन बट अरूलाई चाहिँ भन्न पाइयो जुन जसले चाहिँ उसलाई हेल्प गर्न सक्छ right in the event of a specific threat against an identified individual the healthcare professional has a legal obligation to warn the intended victim of a client's threat of harm so as a healthcare professional चाहिँ हाम्रो legal obligation बनेर जान्छ यदि पेशेन्टले के भनिरहेछ म आज चाहिँ तिम्रो त्यो साथी अर्को साथी छ नि म उलाई चाहिँ मार्दिन्छु भनेर यदि उले त्यस्तो भनेको छ भने चाहिँ त्यतिखेर चाहिँ कन्फिडेन्शियलिटी चाहिँ हामीले मेन्टेन गर्ने होइन त्यतिखेर चाहिँ हाम्रो legal obligation हुन्छ कि जसको बारेमा त्यस्तो भनिएको छ उलाई चाहिँ वार्न गर्ने है Except in an emergency situation, client information can be released only with the client informed consent. Client ले जसलाई चाहिँ यो रिलिज गर्न पाउनुहुन्छ या हस्बेन्ड वाइफ नै किन नहोस् है इभन उसको हस्बेन्ड या वाइफ छ भने पनि चाहिँ हामीले इन्फर्मेसनहरु चाहिँ डिस्क्लोज गर्नु हुँदैन विदाउट द consent of client which specifies the information that can be released and the time frame for which the release is valid है दुईटा कुरा इम्पोर्टेन्ट हुन्छ उले त ल ठीक छ मेरो हस्बेन्डलाई चाहिँ मेरो डायग्नोसिस चाहिँ मात्रै भन्दिनु र उसको चाहिँ ट्रिटमेन्ट नभन्दिनु या त मेरो हस्बेन्डलाई चाहिँ ट्रिटमेन्ट मात्रै भन्दिनु र डायग्नोसिस नभन्दिनु भनेर त्यो पनि उले चुज गर्न पाउँछ है कुन चाहिँ इन्फर्मेसन चाहिँ दिनुपर्ने छ स्पेसिफिक इन्फर्मेसन त्यो पनि उले चुज गर्न पायो कसलाई दिनुपर्छ त्यो पनि चुज गर्न पायो द पर्सन एन्ड कति टाइमसम्म चाहिँ भ्यालिड हुन्छ भन्ने पनि चाहिँ ल ठीक छ मलाई चाहिँ 2 दिनसम्मको जुन इन्फर्मेसन छ त्यो मात्रै उहाँलाई चाहिँ दिनु त्यसपछि चाहिँ केही पनि नभन्नु भनेर भनेछ भने चाहिँ त्यो पनि उनीहरूले चाहिँ चुज गर्न पाउँछ है सो यो थियो हाम्रो भलन्टरी एडमिसन भएको पेशेन्टहरुको राइट्स रेस्पोन्सिबिलिटी राइट्सहरुको मोस्टलीको बारेमा अब कुरा गरौँ हामी इनभलन्टरी एडमिसन भएको पेशेन्ट छ भने चाहिँ जसलाई चाहिँ अरूले लिएर आएको छ उले चाहिँ म चाहिँ किन हस्पिटलमा बस्नु पर्यो मलाई त केही पनि भएको छैन भनेर आएको छ भने चाहिँ that is involuntary admission admission may be necessary when a person is mentally ill is a danger to self or others or is in need of psychiatric treatment or physical care अब कस्तो बेलामा इन्भलन्टरी सिचुएसन हुन्छ जब मान्छे चाहिँ आफ्नो लागि पनि हार्म गर्न सक्छ अरूलाई पनि हार्म गर्न सक्छ भने एकदमै सिभियरली इल छ उलाई इनसाइट छैन भने चाहिँ a client retain the right to refuse treatment but still involuntary admission भए पनि they have the right to refuse the treatment suppose म चाहिँ यो मेडिसिन खादिन भन्न पाउँछ उनीहरुले including medications unless a separate and specific treatment order is obtained from the court or deemed incompetent right so यतिखेर पनि चाहिँ उनीहरुसँग राइट हुन्छ रिफ्युज गर्ने मेडिकेसन एन्ड ट्रिटमेन्ट तर यदि हस्पिटललाई लाग्छ कि यसले चाहिँ यो चाहिँ थ्रेट हुन सक्छ आफ्नो लागि अरूको लागि भनेपछि उसले के गर्छ त कोर्टसँग चाहिँ परमिसन माग्नु पर्ने हुन्छ र कोर्टले यदि परमिसन दियो भने चाहिँ अनि त्यसपछि मात्रै चाहिँ हामीले क्लाइन्टको अगेन्स्ट विलको अगेन्स्टमा चाहिँ हामीले ट्रिटमेन्ट गर्न पाउँछौं है An order from a judge is required for involuntary admissions except in the case of emergency. And involuntary admission को लागि पनि हामीलाई चाहिँ order चाहिँ चाहिन्छ from the judge except for the emergency. Emergency कस्तो सिचुएसनलाई भने if the patient is going to harm somebody or harm themselves. भने चाहिँ that is the emergency condition, right? Which allow time to obtain the necessary order from the judge. A client has the right to treatment in the least restrictive treatment environment, right? Again least restrictive treatment environment उलाई चाहिँ एउटा कोठामा थुनिदिने हैन if necessary छैन भने चाहिँ that is restrictive environment so restrictive environment नभएर चाहिँ अलिकति खुला होमली एरियामा चाहिँ उले
ट्रिटमेन्ट पाउनुपर्ने चाहिँ उसको राइट हुन्छ। अब रिलिजको कुरा गरौँ है। रिलिज भनेपछि डिस्चार्जको कुरा गरौँ। अ क्लाइन्ट हु हेज सट भोलुन्टरी एडमिसन हेज द राइट टु डिमान्ड एन्ड रिसिभ रिलिज। अब जो भोलुन्टरी आएको छ उसले चाहिँ डिमान्ड गर्न पाइयो र ऊ चाहिँ रिलिज पनि हुन्छ। इन द एब्सेन्स अफ एन एक्ट अफ सेल्फ हार्म अर डेन्जर टु अदर्स अ भोलुन्टरी क्लाइन्ट सुड नेभर बी डिटेन्ड है। यदि भोलुन्टरी क्लाइन्ट छ तर पनि उसले चाहिँ सेल्फ हार्म गर्न सक्छ, अरूलाई हार्म गर्न सक्छ भने चाहिँ त्यस्तो कन्डिसनमा चाहिँ फेरि एक्सेप्सन हुन्छ। त्यस्तोमा चाहिँ कोर्टको अर्डर हुनु पर्यो है, पेसेन्टले लिएर आउनु पर्यो फर द रिलिज होइन। तर यदि चाहिँ आफ्नो सेल्फ हार्म को डेन्जर छैन, अरूको लागि डेन्जर छैन भने चाहिँ उनीहरूले चाहिँ जान पाइयो। इफ अ भोलुन्टरी क्लाइन्ट विसेस टु बी डिस्चार्ज फ्रम ट्रिटमेन्ट बट इज कन्सिडर्ड पोटेन्शियली डेन्जरस टु सेल्फ or others, the HCP can order the client to be detained with legal proceeding for the involuntary status as sought है। अघि भने जस्तै उसले चाहिँ पेसेन्टले चाहिँ कोर्ट अर्डर लिएर आउनुपर्ने हुन्छ। डिस्चार्ज प्लानिङ एन्ड फलोअप केयरको लागि चाहिँ हामीले के गर्ने? डिस्चार्ज इज अ टर्मिनेसन अफ अ क्लाइन्ट इन्स्टिट्युसन रिलेसनसिप। सो डिस्चार्ज भनेको चाहिँ क्लाइन्टको र इन्स्टिट्युटको चाहिँ रिलेसनसिप अब एन्ड भयो भन्ने चाहिँ टर्मिनेट भयो लाई चाहिँ हामी के भन्छौँ? डिस्चार्ज भन्छौँ। अर्डर बाई अ साइकेट्रिस्ट, कोर्टले पनि साइकेट्रिस्टले अर्डर गर्न सकेको हुनसक्छ, कोर्टले गर्न सक्छ। एडमिनिस्ट्रेसन फर इनभोलुन्टरी एडमिटेड क्लाइन्ट एन्ड मे बी रिक्वेस्टेड बाई भोलुन्टरी क्लाइन्ट एट एनी टाइम है। कोर्टहरूमा चाहिँ हामीले इनभोलुन्टरी क्लाइन्टहरूको लागि चाहिँ ordered by a psychiatrist court or administration for involuntary admitted client and may be requested by voluntary client at any time right? So भोलुन्टरी पेसेन्ट छ भने उनीहरू चाहिँ जुनसुकै बेला पनि जान पाइयो। तर इनभोलुन्टरी एडमिसन भएर आएको छ भने चाहिँ उनीहरूलाई चाहिँ साइकियाट्रिस्टले नै डिस्चार्ज गर्नुपर्छ या त कोर्टले डिस्चार्ज गर्नुपर्छ है। आफ्टर केयर केस म्यानेजर आर used to facilitate the client adaptation back into the community and to provide early referral if the treatment plan is unsuccessful है। र त्यसपछि आउँछ रोल अफ द केस म्यानेजर है। भेरी इम्पोर्टेन्ट। केस म्यानेजरको रोल यहाँ के हुन्छ त? हस्पिटलबाट चाहिँ डिस्चार्ज भइसकेपछि चाहिँ कम्युनिटीमा कसरी रिइन्टिग्रेट हुने, कम्युनिटीमा चाहिँ के सपोर्ट ग्रुपहरू छ तिनीहरूसँग भेटाइदिने होइन, तिनीहरूसँग कम्युनिकेट गराइदिने काम र कतिखेर चाहिँ फेरिदेखि फलोअपमा आउने त्यो सबै काम चाहिँ केस म्यानेजरले चाहिँ त्यसपछि ह्यान्डल गर्छ है ड्युरिङ द रिलिज अर डिस्चार्ज। सो यो थियो हाम्रो एडमिसन एन्ड डिस्चार्ज प्रोसिजर्स या इन्टरभेन्सन भन्दा हुन्छ for the involuntary and voluntary client in psychiatric ward. अब कुरा गरौँ हामी फार्माकोलोजीको है। फार्माकोलोजी चाहिँ हामी एक एक गरी पढ्छौँ। सो एन्टिसाइकोटिक मेडिकेसनको कुरा गरौँ। एन्टिसाइकोटिक मेडिकेसन्स कसैलाई भन्ने एन्ड वाट आर द टाइप्स अफ एन्टिसाइकोटिक नामले पनि क्लियर छ। साइकोसिसमा मोस्टली युज हुने मेडिकेसन्सहरू। अब साइकोसिस इज नट अ डायग्नोसिस, साइकोसिस इज अ सिम्पटम अफ अदर डिजिजेस। जस्तो कि टिपिकल र अटिपिकल एन्टिसाइकोटिक्स भनेर हुन्छ है। एन्टिसाइकोटिक्स चाहिँ सुरुमा आउँदाखेरि चाहिँ टिपिकल आउँथ्यो अनि त्यसपछि बिस्तारै बिस्तारै अटिपिकल पनि आउन थाल्यो है। टिपिकल र अटिपिकल देयर आर टु टाइप्स अफ एन्टिसाइकोटिक मेडिकेसन्स। Typical antipsychotics are primarily used for schizophrenia and atypical are used for schizophrenia, mood disorder and childhood disorders such as autism. So comparatively चाहिँ typical भन्दा चाहिँ atypical को चाहिँ के छ त वर्किङ एरिया चाहिँ भास्ट छ है। यिनीहरू चाहिँ स्किजोफ्रेनियामा पनि युज भयो, मुड डिसअर्डर सच एज म्यानिया, डिप्रेसनहरूमा पनि युज भयो, चाइल्डहुड डिसअर्डर जस्तो कि अटिजमको लागि पनि अटिपिकल एन्टिसाइकोटिक्सहरू चाहिँ युज गरेको हुन्छ है। अब साइड इफेक्टको कुरा गर्दाखेरि चाहिँ टिपिकल एन्टिसाइकोटिक्सको चाहिँ मोर सिभियर साइड इफेक्ट्सहरू हुन्छ। जस्तो कि डाइकाइनेसिया भनेपछि जिब्रोहरू हल्लिने, हातहरू हल्लिने, रेस्टलेसनेस हुने, सेक्सुअल प्रब्लम्सहरू आउने होइन, डिक्रिज लिबिडो हुनसक्छ, सिडेसन हुने, वेट गेन हुने, ड्राई माउथ हुने, कन्स्टिपेसन हुने हुन्छ टिपिकलसँग। अर्को भनेको चाहिँ अटिपिकलमा चाहिँ अलिक स्लाइटली लेस सिभियर खालको चाहिँ सिम्पटम्सहरू देखिन्छ। जस्तो कि हेडेक हुने, एन्जाइटी, नजिया, डिजिनेस, मसल एक्स, एजिटेसन, एबनर्मल स्किन सेन्सेसनहरू चाहिँ हुनसक्छ। र यो अटिपिकलमा चाहिँ प्रायः जसो चाहिँ विथड्रल सिम्पटम्सहरू हुन्छ कि यदि चाहिँ अटिपिकल एन्टिसाइकोटिक्सको साइड इफेक्ट्स कतिखेर देखिन्छ जब चाहिँ यो चाहिँ स्टप गर्न लागिन्छ होइन, हामीले चाहिँ स्टप गर्नु पर्यो भने चाहिँ यस्तो खालको सिम्पटम्सहरू
सिम्टम्सहरू चाहिँ देखिन्छ। यदि एब्रप्टली स्टप गर्यो भने चाहिँ देखिन्छ। बिस्तारै ट्यापर अफ गर्दै गयो भने चाहिँ यस्तो सिम्टम्सहरू चाहिँ अलिकति कम सिभियर चाहिँ देखिन्छ है। अब एक्जाम्पलमा हेरौँ, टिपिकल एन्टिसाइकोटिक्समा चाहिँ के पर्छ त? हेलोपेरिडोल, फ्लुपेनाजिन, थियोथेक्जिन र क्लोरप्रोमाजिन चाहिँ यो हाम्रो सबै चारवटै के भयो त? टिपिकल एन्टिसाइकोटिक्स। र अटिपिकल भित्र चाहिँ जिप्रासिडोन, ओलान्जापिन, क्लोजापाइन र रिस्पेरिडोनहरू पनि पर्ने भयो है अटिपिकल एन्टिसाइकोटिक्स भित्र। Both typical and atypical antipsychotics can cause neuroleptic malignant syndrome. यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। न्यूरोलॉजिकल मैलिग्नेंट सिन्ड्रोम, यसको बारेमा पनि क्वेशन आउन सक्छ। र यो दुईटै खालको एन्टिसाइकोटिक्स युज भएको छ भने चाहिँ त्यसमा देखिन सक्छ। र यो भनेको किन इम्पोर्टेन्ट छ भन्दाखेरि यो चाहिँ लाइफ थ्रेटनिङ न्यूरोलॉजिकल कन्डिसन हो, क्यारेक्टराइज्ड बाइ हाई फिवर, मेन्टल स्टेटस चेन्ज, डिसअटोनोमिया र मसल रिजिडिटी हुन्छ है। एकदमै मसल्सहरु एकदम रिजिड भएर आउँछ हैन, एकदम हाई फिवर हुन्छ, अनकन्सियस हुन्छ या डिसओरिएन्टेड हुन्छ भनेपछि के हुन्छ, त्यस्तो कन्डिसनलाई चाहिँ हामी के भन्छौँ त? न्यूरोलेप्टिक मैलिग्नेंट सिन्ड्रोम भन्छौँ, एनएमएस भन्छौँ। र यो चाहिँ एन्टिसाइकोटिक्स स्टार्ट गरेको केही दिनमा चाहिँ देखिन सक्छ। त्यसले गर्दाखेरि चाहिँ एन्टिसाइकोटिक्स मेडिकेसनमा चाहिँ पेशेन्ट छ भने चाहिँ वी हैव टु मोनिटर और लुक फर द एनएमएस है। टिपिकल एन्टिसाइकोटिक्समा चाहिँ एउटा एकदमै धेरै कमन मेडिकेसन चाहिँ के पर्छ त? हेलोपेरिडोल, जसलाई चाहिँ फर्स्ट जेनेरेसन टिपिकल एन्टिसाइकोटिक्स पनि भनिन्छ। हेलोपेरिडोल भेरी कमनली युज्ड र यसको लागि इन्डिकेसन्सहरू चाहिँ स्किजोफ्रेनिया र टरेट सिन्ड्रोम हुन्छ है। टरेट सिन्ड्रोम भनेको के हुन्छ त? जुन टिक्सहरू आइरहेको हुन्छ नि, एकदम धेरै टिक्सहरू आउने के, तपाईहरुले टरेट सिन्ड्रोम त्यो हिचकी मुभी देख्नु भएको छ? रानी मुखर्जीलाई चाहिँ एकदम धेरै त्यो आइराख्ने के टिक्सहरू आउने। सो इन्भोलुन्टरी हजुर हिकअप आउँछ नि त्यो हिकअप्सहरू हो एकदमै। हिकअप्स मात्रै हुन्न कि, टरेटमा नि उसले चाहिँ एकदमै आफैलाई स्ल्याप गर्नेहरू पनि हुन्छ कि यस्तो सिभियर खालको टरेट सिन्ड्रोमहरूमा। सो त्यस्तो त्यो भनेको चाहिँ इन्भोलुन्टरी मसल्स मुभमेन्टहरू भयो नि त हैन, त्यसलाई चाहिँ कन्ट्रोल गर्नको लागि चाहिँ हेलोपेरिडोल युज गरिन्छ है। र यसको साइड इफेक्ट्समा चाहिँ नो नीड टु रिपोर्ट टु एचसीपी, नर्मल साइड इफेक्ट्सहरू आयो भने चाहिँ, तर एक्स्ट्रा पिरामिडल सिम्टम्सहरू, डिस्टोनियाहरू भयो, स्पाजम अफ नेक, फेस एन्ड टङ भयो भने चाहिँ द्याट इज खासै रिपोर्ट गर्नुपर्ने चाहिँ हुँदैन, किनभने दिस आर एक्सपेक्टेड फाइन्डिङ्स है। इपिएस एक्स्ट्रा पिरामिडल सिम्टम्सहरू आयो भने चाहिँ। अर्को रिपोर्ट गर्नुपर्ने सिचुएसन, लाइफ थ्रेटनिङ सिचुएसन भनेको चाहिँ हाम्रो न्यूरोलेप्टिक मैलिग्नेंट सिन्ड्रोम हुन्छ, जसमा चाहिँ एकदम हाई फिवर र मसल रिजिडिटी, जहाँ पनि तपाईहरुले चाहिँ साइकेट्रिकसँग रिलेटेड क्वेसन छ र त्यहाँ चाहिँ मेडिकेसन युज भएको छ र हाई फिवर र मसल रिजिडिटीको कुरा गरेको छ भने चाहिँ हामीले एकैचोटी चाहिँ यो चाहिँ न्यूरोलेप्टिक मैलिग्नेंट सिन्ड्रोमको कुरा गर्न खोजेको छ भनेर चाहिँ बुझ्नुपर्छ है। हाई फिवर, डाइफोरेसिस, चेन्जिङ इन मेन्टल स्टेटस, मसल रिजिडिटी र ट्रेमर चाहिँ उसको सिम्टम्सहरूमा पर्छ। प्रायोरिटी एक्सनमा के हुन्छ त? हामीले होल्ड गर्ने, किनभने यो मेडिसिनको साइड इफेक्ट हो। जुनसुकै मेडिकेसनको साइड इफेक्टमा चाहिँ हामीले फर्स्टमा मेडिकेसन नै होल्ड गर्नुपर्ने हुन्छ, सेकेन्डमा चाहिँ पेसेन्ट एसेस गर्ने र त्यसपछि नोटिफाई गर्ने इमिडिएटली है। म्याम, मैले एउटा नबुझेको, यो एक्स्ट्रा पिरामिडल सिम्टम्स देखायो, अब हेलोपेरिडोल युज गरिरहेछ र एक्स्ट्रा पिरामिडल सिम्टम देखायो भने चाहिँ यो चाहिँ एक्सपेक्टेडै भयो भन्नु कि म्याम? यसलाई चाहिँ के रिपोर्ट गर्नु परेन? परेन। एक्स्ट्रा पिरामिडल सिम्टम्स चाहिँ भेरी कमन हुन्छ क्या, जस्तो कि तपाईहरुले साइकेट्रिक पेशेन्टहरू देख्नु भएको छ होला। उनीहरूले मेडिकेसन हेलोपेरिडोल प्राय खाइरहेको पेशेन्टहरू छ भने चाहिँ उनीहरूको हातहरू काँपिरहेको हुन्छ क्या, हातहरू काम्ने हैन, ट्रेमरहरू देखिने, कहिलेकाहीँ चाहिँ नेक अलिकति ट्विस्ट भएको जस्तो गर्ने हैन, मसल स्पाजमहरू आउने, मुभमेन्टहरू पनि उनीहरूको गेट पनि अलिकति डिफ्रेन्ट भएर जान्छ, बिस्तारै बिस्तारै हिँड्ने हुन्छ है। सो त्योहरू चाहिँ सबै नै के हो त? अलिकति कमन खालको साइड इफेक्ट्स नै हो। अब यो चाहिँ रिपोर्ट गरिहाल्नु पर्ने चाहिँ हुँदैन। अब रिपोर्ट भनेको कस्तो कुरालाई गर्ने त? एकदमै लाइफ थ्रेटनिङ कन्डिसन छ, एक्युट कन्डिसन छ भने त्यस्तोहरूलाई चाहिँ हामीले रिपोर्ट गर्नुपर्ने हुन्छ
हैन। यो यो चाहिँ एकदमै राम्रो एक्सपेक्टेड साइड इफेक्ट चाहिँ होइन, रिपोर्ट गर्नुपर्ने साइड इफेक्ट होइन भनेर बुझ्नु पर्यो है। यो एक्स्ट्रा पेरिमेटल सिम्पटम्सहरू देख्यो भने चाहिँ मेडिकेसन्सहरूको डोज मिलाउन सकिन्छ हैन, जसमा चाहिँ कहिलेकाहीँ चाहिँ अब यो धेरै नै सिभियरली ट्रेमरहरू आयो भने चाहिँ मेबी ओभरडोज भइरहेछ कि भनेर त्यसरी बुझ्न सकिन्छ, तर यो रिपोर्ट गर्ने कन्डिसन चाहिँ होइन। नेक्स्ट ड्रग छ हाम्रो सेकेन्ड जेनेरेसन अटिपिकल मेडिकेसन्स, जसमा चाहिँ क्लोजापाइन र रेस्पेरिडोनको कुरा गरौँ। अहिले एकदमै कमनली युज हुन्छ क्लोजापाइन र रेस्पेरिडोन। प्रायः जस्तो मुड डिसअर्डरमा चाहिँ रेस्पेरिडोनहरू, स्किजोफ्रेनियामा पनि रेस्पेरिडोनहरू युज भएको देखेको छु। क्लोजापाइन चाहिँ अलमोस्ट सबैमा नै दिइरहेको हुन्छ, मुड डिसअर्डर, डिप्रेसन, म्यानिया हरेकमा चाहिँ भइरहेको हुन्छ। सो स्किजोफ्रेनिया एन्ड सिजो इफेक्टिभ हु आर नट रेस्पोन्डिङ टु अदर एन्टिसाइकोटिक्स है, अरू साइकोटिक्ससँग चाहिँ रेस्पोन्ड गरेको छैन भने चाहिँ त्यस्तो कन्डिसनमा चाहिँ हामी यो युज गर्न सक्छौँ। नर्मल साइड इफेक्ट्समा चाहिँ नो निड टु रिपोर्टमा चाहिँ के हुन्छ त, वेट गेनहरू भयो भने, ड्रुलिङ भयो, सिडेसन भयो भने चाहिँ दिज अल आर द एक्सपेक्टेड फाइन्डिङ। यो एन्टिसाइकोटिक मेडिकेसन्सहरू पनि एकदमै धेरै साइड इफेक्ट्स चाहिँ हुन्छ है, र धेरै जसो साइड इफेक्ट्स चाहिँ हामीले त्यो अभोइड नै गर्न सक्दैनौँ, त्यो चाहिँ हुन्छ नै। वेट गेन पनि एउटा चाहिँ हो। सो त्यसले गर्दाखेरि वेट गेन भइरहेछ भने चाहिँ हामीले वेट मोनिटर गर्न सक्यो, उसको ब्लड प्रेसर मोनिटर गर्न सक्यो, कोलेस्ट्रोल लेभल मोनिटर गर्न सक्यो, उसको चाहिँ खाना डाइटलाई चाहिँ मिलाउन सक्यो हैन। सो त्यो कुराहरू चाहिँ हामीले साइड इफेक्ट्स थाहा भएपछि त्यो म्यानेजमेन्टतिर पनि ध्यान दिने। र रिपोर्ट गर्नुपर्ने के हुन्छ त, रिपोर्ट गर्नुपर्नेमा चाहिँ लिकोपेनिया यदि डब्ल्युबिसी डिक्रिज भयो या डब्ल्युबिसी डिक्रिज हुने बित्तिकै हामीले इन्फेक्सनसँग उसलाई चाहिँ रिलेट गरिहाल्ने, किनभने डब्ल्युबिसी डिक्रिज हुनु भनेको चाहिँ हाई चान्सेस अफ इन्फेक्सन हुन जान्छ, किनभने डब्ल्युबिसीले त एन्टिजेन्सहरूसँग फाइट गर्ने हो। त डब्ल्युबिसी नै डिक्रिज भएपछि त एन्टिजेनहरूले चाहिँ इजिली हामीलाई अट्याक गर्ने हुन्छ। सो त्यो गर्न सक्यो है। र अर्को छ क्लोजापाइन ज्याप्स। ओके, सो यो चाहिँ मेमोरी ट्रिककोलाई चाहिँ क्लोजापाइनले चाहिँ डब्ल्युबिसीलाई चाहिँ ज्याप्स गरिदिन्छ भन्न खोजेको होला है। की पोइन्टमा चाहिँ सोर थ्रोट हुनसक्छ, फिभर हुनसक्छ, फ्लू लाइक सिम्टम्सहरू पनि आउन सक्छ। प्रायोरिटी एक्सनमा इमिडिएटली रिपोर्ट टु द एचसिपी है। विच मेडिकेसन अर्डर फर डिमेन्सिया पेसेन्ट रिक्वायर इन्टरभेन्सन बाई द नर्स। सो रिस्पेरिडोनमा चाहिँ यस्तो खालको सिम्टम्सहरू आयो भने चाहिँ we have to report है। sore throat, fever, flu like symptoms हरू, all these are the sign of infection. The sign of infection कतिखेर हुन्छ, if the WBC level is decreased है। so decrease हुनु, WBC level decrease हुनु is not a desirable outcome, त्यसले गर्दाखेरि we have to report this है। सो रेस्पेरिडोनको एकदम इम्पोर्टेन्ट छ, यो मेडिकेसनहरूको बारेमा चाहिँ सोध्छ है। रेस्पेरिडोन, क्लोजापाइनहरू यिनीहरूले चाहिँ के गर्छ त, हाम्रो डब्ल्युबिसी लेभल चाहिँ डिक्रिज गर्छ भनेर बुझ्नु पर्यो है। र त्यसपछि हामीलाई थाहा छ डब्ल्युबिसी डिक्रिज भएपछि के हुन्छ, त्यसपछि के हुन्छ, त्यो कुराहरू चाहिँ हामीले आफै रिलेट गर्न सक्यौँ। यसमा याद गर्नुपर्ने साइड इफेक्ट त्यो मात्रै भयो है, रिपोर्ट गर्नुपर्ने। अब अर्को मेडिसिन छ जिप्रासिडोन हाइड्रोक्लोराइड। यो चाहिँ बाइपोलर मेनिया, एक्युट साइकोसिस र एजिटेसनमा चाहिँ युज गरिन्छ। र यसको चाहिँ फेरि यसले के गर्छ त, हाइपोटेन्सन गराउँछ र यसमा चाहिँ इसिजी चेन्जेसहरू पनि देखिन्छ। वाइड ट्रेन्ड क्युटी इन्टरभल्स चाहिँ देखिन सक्छ है। जिस्पेरिडोनले चाहिँ के गर्छ त, यसले चाहिँ क्युटी इन्टरभललाई चाहिँ प्रोलङ गरिदिन्छ र ब्लड प्रेसरलाई चाहिँ ड्रप गरिदिन्छ है। अर्को छ विथड्रलमा चाहिँ, विथड्रल मेडिकेसन्सहरूमा चाहिँ हामीले चाहिँ के युज, अहिलेसम्म हामीले चाहिँ एन्टिसाइकोटिक्सको कुरा गऱ्यौँ ल अगाडिसम्म, यहाँसम्म जिस्पेरिडोन हाइड्रोक्लोराइडसम्म। अब हामी विथड्रल मेडिकेसनको कुरा गर्दैछौँ। विथड्रल मेडिकेसन्स कुनै पनि विथड्रलमा गयो भने होइन, सब्सटेन्स अब्युजको विथड्रलमा गयो पेसेन्ट भने चाहिँ त्यसको लागि त्यतिखेर चाहिँ हामीले कुन मेडिसिनहरू युज गर्छौँ। मोस्ट कमनली युज मेथाडोन हो। यो पनि के हो त, यो चाहिँ कतिखेर युज गरिन्छ त, यदि ओपोइडको विथड्रल छ भने चाहिँ मेथाडोन चाहिँ युज गरिन्छ। र यसको इन्डिकेसन इज ओपोइड विथड्रल
र की पोइन्टमा चाहिँ के छ त लङ हाफ लाइफ हुन्छ यसको अर्ली साइन अफ टक्सिसिटी मा चाहिँ हामीले के हेर्ने त अब लङ हाफ लाइफ भइसकेपछि चाहिँ अब यसको चाहिँ टक्सिसिटी हुने चाहिँ हायर चान्स लङ हाफ लाइफ भनेपछि बडीमा चाहिँ एकदमै धेरै टाइमसम्म चाहिँ यो रहिरहन्छ जसले गर्दाखेरि एक्युमुलेट भएर चाहिँ टक्सिसिटी हुन सक्छ है टक्सिसिटीको फेरि साइन एन्ड सिम्पटम्स चाहिँ भेरी इम्पोर्टेन्ट अर्ली साइनमा चाहिँ नजिया भोमिटिङ र लेथार्जी हुन सक्छ सो यदि मेथाडोन खाएको छ र नजिया भोमिटिङको कम्प्लेन छ भने चाहिँ हामीले इमिडिएटली के बुझ्नु पर्यो त यसको चाहिँ टक्सिसिटी भएको हुन सक्छ भनेर बुझ्नु पर्यो फ्रिक्वेन्ट इमेसिस एकदमै भोमिटिङ गरिरहेछ भने चाहिँ अर्को छ प्रोलङ्ड क्युटी इन्टरभल छ भने O2 saturation चाहिँ लेस देन 90 भयो भने क्लाइन्ट फल्स अस्लिप इजिली एकदम निदा आए जस्तो सिडेटेड जस्तो गरिरहेछ भने चाहिँ monitor for extrapyramidal side effect adverse effect in the client taking an antipsychotic यो antipsychotic कुरा भयो र यो चाहिँ हामीले टक्सिसिटीको साइन सिम्पटम्स भयो भने चाहिँ अगेन वी हेभ टु रिपोर्ट टु द एचसीपी है यो भयो मेथाडोनको बारेमा मेथाडोन भन्ने मेडिसिन पनि प्राय सोधिरा हुन्छ जस्ट गुड टु नो अलिकति के को लागि युज हुन्छ इन्डिकेसन र साइड इफेक्ट टक्सिसिटी साइन अफ टक्सिसिटी है जहाँ पनि जुन पनि मेडिकेसनको चाहिँ यदि टक्सिसिटीको कुरा गरेको छ यो मेडिकेसन चाहिँ टक्सिक हुन सक्छ भने चाहिँ त्यसको साइन एन्ड सिम्पटम्स चाहिँ एकदमै याद गरिहाल्नुपर्छ है त्यो मेडिकेसनहरुको चाहिँ आउने चाहिँ चान्सेस चाहिँ हायर हुन्छ सो नेक्स्ट छ मेडिकेसन टु ट्रिट अल्जाइमर्स डिजिज अल्जाइमर्सको लागि चाहिँ ट्रिटमेन्टको लागि युज हुने मेडिकेसन्सहरु चाहिँ के हुन् अल्जाइमर्स भनेको के थियो त अ टाइप अफ डिमेन्सिया है सो डिमेन्सियाको टाइप हो अल्जाइमर्स डिजिज र यसमा चाहिँ युज हुने एउटा के छ डोनेजिपिल दिस इज एन इनहिबिटर अफ एसिटाइल कोलिनेस्ट्रेज युज टु ट्रिट माइल्ड टु मोडरेट डिमेन्सिया अफ अल्जाइमर्स डिजिज है र यसको चाहिँ साइड इफेक्टमा चाहिँ के हुन्छ nausea, diarrhea, donepezil can slow the heart rate through its vagotonic effect. एकैछिन सो हाम्रो डिमेन्सिया या अल्जाइमर्समा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो के हुन्छ नर्भ इम्पल्सेसहरु चाहिँ मजाले पास हुँदैनन् नि हैन जसले गर्दाखेरि चाहिँ न्यूरल कनेक्सन्सहरुमा चाहिँ प्रब्लम आउँछ इन्स्ट्रक्सन्स हाम्रो चाहिँ थिंकिङ एबिलिटी मेमोरिजहरुमा चाहिँ डिस्टर्ब भएर जान्छ अब यसमा चाहिँ न्यूरोट्रान्समिटर्सहरुको पनि रोल हुन्छ है जस्तो कि एसिटाइलकोलिनको पनि रोल हुन्छ अब एसिटाइलकोलिन चाहिँ ब्रेक डाउन गर्ने चाहिँ केले हुन्छ भन्दाखेरि चाहिँ एसिटाइलकोलिनेस्ट्रेजले चाहिँ हुन्छ है सो यो मेडिकेसनले के गर्छ त यो एसिटाइलकोलिनेस्ट्रेजलाई चाहिँ इनहिबिट गरिदिन्छ जसले गर्दाखेरि चाहिँ डिमेन्सिया या अल्जाइमर्सको चाहिँ जुन प्रोग्रेस थियो त्यसलाई चाहिँ स्लो डाउन गर्न सकिन्छ है so acetylcholinesterase inhibitor are medications that increases acetylcholine level by preventing its breakdown they can help improve or stabilize memory thinking and daily functioning of some patients है सो यो के हुन्छ भन्दाखेरि चाहिँ एसिटाइलकोलिनेस्ट्रेजले चाहिँ एसिटाइलकोलिनको मात्रा इन्क्रिज गर्छ त्यो कसरी गर्छ भन्दाखेरि चाहिँ एसिटाइलकोलिनको ब्रेकडाउनलाई चाहिँ बचाएर चाहिँ त्यस्तो गर्छ र यसको चाहिँ फेरि अगेन साइड इफेक्ट्सहरु पनि छ यदि एसिटाइलकोलिनको मात्रा धेरै नै भयो भने चाहिँ नजिया भोमिटिङ हुन सक्छ डायरिया हुन सक्छ र यसले चाहिँ हार्टलाई पनि असर गर्छ भ्यागोटोनिक इफेक्ट हुन्छ जसले गर्दाखेरि पेशेन्ट चाहिँ ब्राडिकार्डियामा जान सक्छ सो वी हैव टु मोनिटर द हार्ट रेट एज वेल व्हाइल गिभिङ द डोनेपेजुल है अरु मेडिकेसनहरुमा चाहिँ ग्लान्टामाइन मिमान्टाइन रिवास्टिकमाइन यिनीहरु पनि चाहिँ पर्छ acetylcholinesterase inhibitor may be used in client with Alzheimer's disease to improve cognitive functions in the early stages so जब चाहिँ डायग्नोसिस हुन्छ जब चाहिँ अलिअलि फर्गेटफुलनेस मात्रै हुन्छ त्यतिखेर नै चाहिँ यो मेडिकेसन्सहरु युज गर्छ जसले गर्दाखेरि चाहिँ हामीले सकेसम्म प्रोलङ पिरियड अफ जति टाइमसम्म हुन्छ उनीहरुको कग्निटिभ एबिलिटीलाई चाहिँ जति सक्दो चाहिँ हामी बचाउन सकौं भनेर चाहिँ यो मेडिकेसन चाहिँ युज हुन्छ है सो यो थियो हाम्रो एन्टिसाइकोटिक्स मेडिकेसन्सहरु र
एन्टी अल्जाइमर्स मेडिकेसन्सहरूको बारेमा। अब नेक्स्ट हामी एन्टी डिप्रेसेन्ट मेडिकेसन्सहरूको कुरा गरौँ है। एकदम क्लियर हुनु, मेडिकेसनहरूमा नझुकिनु होला। अगाडि हामी एन्टिसाइकोटिक्सहरूको कुरा गऱ्यौँ, जसमा टिपिकल अटिपिकल दुईटै कुरा गऱ्यौँ। र त्यो के को लागि युज भइरहेको थियो त मोस्टली साइकोटिक्सहरू भनेपछि साइकोटिक फिचर्सहरू आउने। साइकोटिक्स फिचर्स भनेको चाहिँ हेलुसिनेसन डिल्युजनहरू हुने खालको डिजिज कन्डिसनहरूमा। र त्यो हेलुसिन डिल्युजन हुने डिजिज कन्डिसनहरू के हुन्छ त स्किजोफ्रेनिया हुने नै भयो। त्यो सँगसँगै चाहिँ सिभियर मुड डिसअर्डरहरू भएको छ भन्ने पनि हुनसक्छ। र त्यो सँगसँगै चाहिँ अटिजममा पनि युज गरिन्छ है एन्टिसाइकोटिक्सहरू। र त्यसपछि चाहिँ हामीले अल्जाइमर्सको कुरा गरि नै हाल्यौँ, हाउ इट वर्क्स। र हामीले चाहिँ कग्निटिभ फङ्सनलाई चाहिँ मेन्टेन गर्नको लागि चाहिँ युज गर्छौँ। मेथाडोनको पनि कुरा गऱ्यौँ, जसमा चाहिँ ओपोइड विथड्रलमा गइरहेको छ पेसेन्ट भने चाहिँ त्यसको म्यानेजमेन्टको लागि चाहिँ मेथाडोन चाहिँ युज गर्छौँ। टक्सिसिटीको कुरा पनि गऱ्यौँ है। अब कुरा गरौँ हामी एन्टी डिप्रेसन मेडिकेसन्सको। एन्टी डिप्रेसन भनेको अगेन पेसेन्ट चाहिँ यदि डिप्रेसनमा छ भने चाहिँ यो मेडिकेसन्सहरू युज गर्छ। भेरी इम्पोर्टेन्ट छ, यसको चाहिँ धेरै टाइप्सहरू छ। अलि झुक्किन सक्नुहुन्छ, एकदम क्लियर भएर एकदम राम्रोसँग ध्यान दिएर हेर्नु होला। सो एउटा चाहिँ यसको एउटा क्लासिफिकेसन के छ त, एसएसआरआई भनेर छ। एसएसआरआई भनेको चाहिँ सेलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर। सो एसएसआरआई मा चाहिँ नामले पनि एकदमै क्लियर छ, सेलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर्स। जसभित्र के पर्छ त, सिटालोप्राम, इसेटोलोप्राम, यो प्राम वाला, त्यसपछि यो फ्लोक्जिटिन, फ्लुवोक्सामिन, प्यारोक्जिटिन, सर्टेलिन, विलाजुडिन र हाइड्रोक्लोराइड। सो एकदमै धेरै याद गर्नुपर्ने क्वेसन ऊ चाहिँ बिर्सिनै नहुनेवाला चाहिँ कुन छ भन्दाखेरि चाहिँ सिटालोप्राम, फ्लोक्जिटिन, सर्टेलिन, यो तीनटा बिर्सिनु नै भएन है। यो चाहिँ एसएसआरआई को मेडिकेसन हो है भनेर बुझ्नु पर्यो है। अब यसको अझै फेरि आउँछ होला चाहिँ तल यही भनिदिन्छु म। त्यो सेलेक्टिभ सेरोटोनिन रिअपटेकले के गर्छ त, यसमा चाहिँ यो डिप्रेसनको बेला के भएको हुन्छ, हाम्रो जुन न्युरो ट्रान्समिटर्सहरू छ त्यो सबै डिक्रिज भएको हुन्छ होइन। जस्तो कि सेरोटोनिन भयो, सेरोटोनिन पनि डिक्रिज भएको हुन्छ। सेरोटोनिन इज रेस्पोन्सिबल टु मेक अस फिल गुड होइन, हामीलाई चाहिँ राम्रो फिल गराउनलाई चाहिँ हुन्छ। तर अब त्यसको मात्रा डिक्रिज भइसकेपछि हामीलाई केही पनि मन पर्दैन, एनिडोनियामा जान्छौँ हामी। सो अब के गरिन्छ त, यस्तो मेडिकेसन दिन्छ जसले चाहिँ माइन्डमा चाहिँ सेरोटोनिनको मात्रा चाहिँ इन्क्रिज गरिदिन्छ है। सो अब त्यो मेडिसिनले चाहिँ कसरी वर्क गर्छ त, सेलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर गरिदिन्छ, जसले चाहिँ जस्तो कि बडी न्युरोन्सहरूले चाहिँ सेरोटोनिन रिलिज गर्यो है, रिलिज गर्छ। अनि त्यसपछि अब रिलिज मात्रै त हुँदैन, रिलिज गरेपछि त्यसलाई रिअपटेक पनि गर्नु पर्यो, त्यसलाई डिस्ट्रोय पनि गर्नु पर्यो। सो एउटा चाहिँ यो फेनोमेना भइरहेको हुन्छ, रिलिज हुने रिअपटेक हुने, रिलिज रिअपटेक भइरहेको हुन्छ। अब अलरेडी जब चाहिँ सेरोटोनिनको लेभल डिक्रिज छ भने चाहिँ अब हामीले के गरिदिने त, यो रिअपटेकवाला जुन काम थियो त्यसलाई चाहिँ अलिकति डिक्रिज गरिदिने है, इनिबिट गरिदिने। भनेपछि त्यो रिअपटेक हुन पाएन भने त न्युरो ट्रान्समिटर न्युरो जङ्सन्समा के हुने भयो त, सेरोटोनिनको मात्रा इन्क्रिज हुने भयो, जसले गर्दाखेरि चाहिँ अब मुड चाहिँ इम्प्रुभ हुने भयो है। सो त्यो भयो हाम्रो एसएसआरआईले गर्ने काम। यसरी चाहिँ गरिन्छ, यसरी चाहिँ यसले चाहिँ वर्क गर्ने हुन्छ है। त्यसपछि छ सेरोटोनिन नर एपिनेफ्रिन रिअपटेक इन्हिबिटर। यसमा चाहिँ सेरोटोनिन सँगसँगै चाहिँ नर एपिनेफ्रिन पनि रिअपटेकलाई चाहिँ इन्हिबिट गरिदिन्छ। जसमा चाहिँ कुन कुन मेडिसिन पर्छ, भेनालाफ्याक्जिन, डुलोक्जिटिन, डेस्भेनलाफेक्सिन। अब यसमा चाहिँ बिर्सिन नहुने चिज चाहिँ डुलोक्जिटिन छ है। अर्को छ अटिपिकल एन्टिडिप्रेसेन्ट, जसभित्र चाहिँ बुप्रोपियोन, यो पनि बिर्सिन नहुने हो, नाम चाहिँ मिटाजापिन र ट्राजोडोन र बुप्रोपियोन चाहिँ याद राख्नु होला। फर्स्टमा चाहिँ हामी ट्राजोडोनको कुरा गर्दैछौँ। ओके, सो यो जुन हामीले अगाडि एसएसआरआई एसएनआरआईको कुरा गऱ्यौँ नि होइन, एसएनआरआई एसएसआरआई एकदमै नझुक्किनु होला ल एसएसआरआई र एसएनआरआईमा। र यो दुइटै
मा नपर्ने मेडिकेसन सबै चाहिँ अटिपिकल भित्र पर्छ भनेर चाहिँ त्यसरी याद राख्नु होला ल। कुनै पनि ग्रुपमा नपर्ने चाहिँ अटिपिकल भित्र पर्यो। जसमा चाहिँ ट्राजोडोन छ है। ट्राजोडोन चाहिँ ट्राजोडोन दिँदाखेरि चाहिँ हामीले इटिओज, यो चाहिँ इटिओज भनेको चाहिँ हाम्रो अल्कोहल भयो र यो सबै कुनै पनि यस्तो मेडिकेसन छैन जसमा चाहिँ अल्कोहल खान अलाउड छ। त्यसले गर्दाखेरि यो कमन एन्सर हो। हामीले चाहिँ अभोइड गर्नुपर्ने हुन्छ र त्यस बाहेक चाहिँ कुनै पनि अरू सिडेटिभ्सहरू पनि हामीले अभोइड गर्नुपर्ने हुन्छ बिकज दिस मेडिसिन इटसेल्फ प्रोड्युस द सिडेसन है। र ऊ अलरेडी सिडेसन भइरहेको छ ट्राजोडोनको साइड इफेक्ट र त्यसमाथि पनि उसले सिडेटिभ खायो भने त मान्छे त अब जान्छ नि त होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले सिडेटिभ्सहरू पनि चाहिँ दिनु भएन। कतिखेर युज हुन्छ डिप्रेसनमा युज हुन्छ र सिडेटिभ इफेक्टको लागि चाहिँ निन्द्राको लागि दबाई भनेर पनि युज गरिन्छ। स्लिपिङ एड जस्तो पनि युज हुन्छ र यसको साइड इफेक्टमा चाहिँ एकदमै धेरै स्लिपिनेस र सिडेसन हुन्छ। र अर्को छ अभोइड अल्कोहल एन्ड अदर सिडेटिभ्स सच एज बेन्जोडाइजेपिन्सहरू, एन्टिहिस्टामिन्सहरू। एन्टिहिस्टामिन्स भनेको चाहिँ हाम्रो जो एलर्जीहरू आउँदाखेरि खाने मेडिकेसन हुन्छ त्योहरू पनि अभोइड गर्ने। राति लिने सो द्याट सुत्नलाई चाहिँ होस्, तर दिउँसो लियो भने के हुन्छ दिनभरि सिरिटेड हुन्छ। र अर्को कुरा भनेको चाहिँ अर्थोस्ट्याटिक हाइपोटेन्सन पनि यसले प्रोड्युस गर्छ। त्यसले गर्दा पोजिसन चाहिँ हामीले स्लोली चेन्ज गर्नलाई भन्ने। र यसको एकदमै धेरै रेयर साइड इफेक्ट हो, तर एकदम कस्तो भने सिरियस साइड इफेक्टमा चाहिँ प्रियापिजम पर्छ। यो भनेको चाहिँ इरेक्सन भइरहेको हुन्छ होइन, एकदमै प्रोलङ पिरियड अफ टाइमसम्म चाहिँ पिनस चाहिँ इरेक्ट भयो भने चाहिँ द्याट इज कल्ड प्रियापिजम। त्यसले गर्दाखेरि चाहिँ हामीले यो मेडिकेसन लिइरहेको पेसेन्टहरूलाई चाहिँ टिचिङ के दिनु पर्यो भन्दाखेरि इरेक्सन द्याट लास्ट 4 आवर्स भयो भने चाहिँ गो टु द हस्पिटल, इमिडिएटली रिपोर्ट टु द हस्पिटल भनेर भन्ने है। र अर्को ड्रग छ बुस्प्रियोन र यसको इन्डिकेसन पनि डिप्रेसन र एड टु स्टप स्मोकिङ स्टप गर्नको लागि युज गरिन्छ। भेरी इम्पोर्टेन्ट है। स्मोकिङ स्टप गर्नको लागि चाहिँ युज गर्ने मेडिकेसन कुन हो बुप्रोपियोन। यसको साइड इफेक्टमा इन्सोम्निया, राति निद्रा आउँदैन, ट्राजोडोन भन्दा अपोजिट है, हेडेक हुने, वेट लस हुने। र यसमा चाहिँ हामीले पेसेन्ट टिचिङ गर्दाखेरि चाहिँ हामीले कहिले पनि यो मेडिकेसनहरूलाई चाहिँ क्रस गरेर या च्यु गरेर नखानु भनेर भन्नु पर्यो। र कहिले पनि चाहिँ डबल मेडिकेसन चाहिँ नखाने, डबल डोज नखाने यदि डोज मिस भयो भने। र कहिले पनि क्रस नगर्ने, किनभने यिनीहरू चाहिँ पेटमा गइसकेपछि एक्सटेन्डेड रिलिजको लागि हुन्छ या सस्टेन बिस्तारै रिलिज हुने हुन्छ, बिस्तारै ब्लडमा चाहिँ जाने हुन्छ। यसलाई क्रस गरिदिउँ भने चाहिँ उसको के भयो सर्फेस एरिया चाहिँ हामीले इन्क्रिज गरिदिउँ, जसले गर्दाखेरि ऱ्यापिड एब्जर्प्सन हुने भयो र ऱ्यापिडली चाहिँ ब्लडमा चाहिँ यसको मात्रा इन्क्रिज हुने भयो। त्यसले गर्दाखेरि साइड इफेक्ट्सहरू हुन सक्छ। त्यसले गर्दा वी सुड नट क्रस दिस मेडिकेसन्स। भेरी इम्पोर्टेन्ट है। क्रस कस्तो मेडिकेसनहरू गर्नु हुँदैन त्यो कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ। ओके, सो नेक्स्ट छ हाम्रो भेरी इम्पोर्टेन्ट ओके मोनोअमाइन अक्सिडेज इनहिबिटर्स, MAOIs। यसको बारेमा पनि केही इम्पोर्टेन्ट कुराहरू छ याद गर्नुपर्ने। अब यसभित्र चाहिँ कुन कुन मेडिकेसनहरू पर्छ भन्दाखेरि चाहिँ फेनेलेजिन, सिलेजिलिन, आइसोकार्बोक्साजिड, ट्रानिलिप्रोमिन यिनीहरू चाहिँ पर्छ है। अब इन्डिकेटेड भेरी पावरफुल एन्टी डिप्रेसनमा युज हुन्छ, प्यानिक डिसअर्डरमा युज हुन्छ, सोसल फोबियाहरूमा पनि युज हुन्छ, युज फर डिप्रेसन द्याट इज रेजिस्टेन्ट टु अदर मेडिकेसन्सहरू। अरू कुनै पनि मेडिकेसन्सहरूले चाहिँ जुन अगाडि SSRI कुरा गऱ्यौँ, SNRI-को अटिपिकलको कुरा गऱ्यौँ, त्यो मेडिकेसनहरूले पनि चाहिँ रेस्पोन्स राम्रो गरेन भने चाहिँ त्यसपछि चाहिँ हामीले यो मेडिकेसन चाहिँ हामी युज गर्छौँ। इन्क्रिज अभाइलेबिलिटी अफ नोरएपिनेफ्रिन, सेरोटोनिन र डोपामिन इन ब्रेन। अब अगाडिकोले SSRI-लाई चाहिँ के गर्दै थियो, सेरोटोनिन इन्क्रिज गर्दै थियो, SNRI-ले सेरोटोनिन र एपिनेफ्रिन यो इन्क्रिज गर्दै थियो। तर यसले चाहिँ के गर्छ त तीनटा नोरएपिनेफ्रिन, सेरोटोनिन, डोपामिन तीनटैलाई चाहिँ इन्क्रिज गर्छ है। र यसको चाहिँ द मेडिसिन इज नट वर्किङ आफ्टर 2 weeks। यसको चाहिँ फेरि वर्क गर्ने चाहिँ अलिकति ढिलो हुन्छ, बिस्तारै काम गर्ने हुन्छ। आफ्टर 14 days चाहिँ बल्ल यसले चाहिँ आफ्नो इफेक्ट देखाउने हुन्छ। त्यसले यदि पेसेन्टले चाहिँ यसरी कम्प्लेन गरिरहेको छ भने चाहिँ वी हेभ टु टेल देम कि यो मेडिसिन वर्क गर्नलाई चाहिँ अ कपल अफ विक चाहिँ लाग्छ है। सो फर्स्टमा एसेस गर्ने फर्दर एक्सप्रेसन अफ होपलेसनेस, डिस्पेयर, सुसाइड। ओके एकैछिन हो, म मिस्टेक भयो कि यो MAOI सँग रिलेटेड
धेरै नै सोधिने क्वेसन्स नै हो कि यो चाहिँ मेडिकेसन चाहिँ वर्क गरेन भन्नेवाला क्वेसन्स। ओके, यसको चाहिँ के अरे के भन्छ हाफ लाइफ चाहिँ इन्क्रिज हुन्छ, अलिक धेरै हुन्छ होइन। त्यसले गर्दाखेरि यदि पेसेन्टले चाहिँ यस्तो कम्प्लेन गर्यो भने चाहिँ हामीले फर्स्टमा एसेस गर्ने 2 to 4 weeks, yes. Time चाहिँ इफेक्ट हुनलाई चाहिँ 2 to 4 weeks नै लाग्ने हुन्छ. Although the drugs themselves have relatively short half-life, their effect lasts much longer because they reversibly inhibit monoamine oxidase. कसैलाई थाहा छ भने यसको बारेमा भन्दा पनि हुन्छ एमएआइस को। ओके, सो इनिशियली चाहिँ 1 to 2 weeks मा चाहिँ इम्प्रुभमेन्ट चाहिँ देखिने हो है, तर दिस मेडिसिन इज नट वर्किङ आफ्टर 2 weeks. 1 to 2 weeks चाहिँ लाग्छ। इफ बिफोर 2 weeks चाहिँ कम्प्लिट गर्यो भने चाहिँ ओके है, बल्ल भयो होइन। र तर आफ्टर 2 weeks पनि यदि वर्क गरेको छैन भने चाहिँ देन इट बिकम अ कन्सर्न है। किनभने हामीले मेडिकेसन किन दिइरहेछौँ टु ट्रिट द डिप्रेसन। त्यसपछि यदि वर्क नै गरेन भने त हामीले फर्स्टमा चाहिँ एसेस गर्ने। एसेसमा चाहिँ हामीले होपलेसनेस, डिस्पेयर, सुसाइडल थटहरूको बारेमा एसेस गर्ने र थट अफ सेल्फ हार्महरूको बारेमा पनि एसेस गर्ने है। यस्तो हुन्छ एमयुआईले चाहिँ काम गर्नलाई चाहिँ 2 weeks लाग्छ, त्यही भएर हामीले 2 weeks सम्म चाहिँ अब पेसेन्टले त कम्प्लेन गर्न सक्छ नि त, मैले 1 weeks भइसक्यो मेडिसिन स्टार्ट गरेको मलाई कामै गरेन भन्यो भने चाहिँ उसलाई चाहिँ यो मेडिसिनले चाहिँ काम गर्नलाई चाहिँ 2 weeks लाग्छ, 2 weeks सम्म चाहिँ हामीले वेट गर्नुपर्छ भन्नुपर्छ जस्तो लाग्यो। एक्ज्याक्टली 2 weeks त लाग्छ, तर आफ्टर 2 weeks पनि यदि कम्प्लेन गरेर 2 हप्ता पछि पनि वर्क गरेको छैन भन्यो भने चाहिँ उसको सिम्टम्सहरू त्यसपछि हामीले त हेर्नु पर्यो होइन। हामीले एसेस गर्नु पर्यो कि उसको जुन अब वर्क गरेको छैन भन्नलाई त हामीले अब्जेक्टिभ डेटा पनि लिनु पर्यो नि त। हामीले उसको चाहिँ पहिला सुसाइडल थट थियो र अहिले छैन भनेपछि त्यो त इम्प्रुभमेन्ट भयो होइन। सो पहिला पनि सुसाइडल थट थियो अहिले पनि छ भनेपछि द्याट इज नट द इम्प्रुभमेन्ट। सो यदि पेसेन्टलाई हामीले त्यो भन्न सक्छौँ, या यदि पहिला चाहिँ इन्सोम्निया थियो अहिले चाहिँ इन्सोम्निया छैन, राति राम्रोसँग सुतिरहेछ भने चाहिँ त्यो पनि साइन अफ इम्प्रुभमेन्ट हुनसक्छ। त्यसैले गर्दा यदि पेसेन्टले चाहिँ कम्प्लेन गर्यो 2 हप्तापछि पनि त मेरो इम्प्रुभमेन्ट भएको छैन भनेर भनिरहेछ, मलाई चाहिँ एकदमै राम्रो लागिरहेको छैन भनेर भनिरहेछ भने चाहिँ हामीले एसेस गर्ने हरेक कुरा नै, उसको होपलेसनेस, डिस्पेयर, सुसाइडल थटहरूको बारेमा पनि गर्ने र त्यसमध्ये चाहिँ के कुराहरू इम्प्रुभ भयो त्यो कुराहरू चाहिँ उनीहरूलाई भन्दा भयो होइन। इन्साइट त्यसरी दिन सकियो। र यदि सेम पर्सिस्टेन्ट नै छ जस्ताको त्यस्तै नै छ भने चाहिँ मेबी त्यसमा चाहिँ मेडिकेसनको डोजहरू चाहिँ अल्टर गर्न सकिन्छ। सो बिफोर 2 weeks मलाई पनि जहाँसम्म मैले अगाडि पढेँ जस्तो लाग्छ कि 2 weeks सम्म चाहिँ टाइम लाग्छ नै, तर आफ्टर 2 weeks पनि पर्सिस्ट गर्यो भने चाहिँ त्यसपछि के छ, के थप्नुहुन्छ यसमा? त्यसपछि त थाहा छैन, यति चाहिँ थाहा थियो। ट्रिकी गरिदियो नि त होइन। ठ्याक्क 2 दिदियो कि फेरि दिस मेडिसिन इज नट वर्किङ आफ्टर 2 weeks। आफ्टर बिफोर 2 weeks भएको भए या 1 हप्तामा भएको भए चाहिँ एकदम इजी नै थियो कि दिस मेडिसिन टेक्स सम टाइम्स होइन टु वर्क भनेर भन्न सकियो। ओके, सो एमएवाई चाहिँ अलिक धेरै नै इम्पोर्टेन्ट हुन्छ, यहाँबाट क्वेसन्स आउने चान्सेस पनि हायर। अब रियल एक्जाममा त आउला नआउला बट स्टिल भेरी इम्पोर्टेन्ट टु नो है। सो किनभने यसमा चाहिँ धेरै कुराहरू हामीले थाहा पाउनुपर्छ। यसको चाहिँ हाफ लाइफ पनि लामो हुने हुन्छ, वर्क पनि ढिला गर्छ। त्यसपछि यसको यो
मेडिसिन लिँदाखेरि चाहिँ हामीले धेरै खानेकुराहरू पनि अभोइड गर्नुपर्ने हुन्छ। यस्तो खानेकुराहरू जसमा चाहिँ ट्राइअमाइन प्रेजेन्ट हुन्छ है, जस्तो कि अभोकाडो, बनाना, बिफ भयो, जति पनि मासुवाला प्रोडक्टहरू हुन्छ नि त्यो सबै नै हुन्छ। जति पनि डेरी प्रोडक्टहरू हुन्छ तिनीहरू पनि हुन्छ। डेरीमा पनि प्रायः जसो यो चिजहरू जुन एज्ड कुराहरू हुन्छ नि, अलिकति हामीले दुधलाई चाहिँ एकदम धेरै प्रोसेस गरेर बनाएको चिजहरू, फेरि हाम्रो योगर्टमा हुने हुन्छ होइन, मिल्क डाइरेक्ट मिल्कमा चाहिँ हुन्छ जस्तो लाग्यो मलाई। अभोकाडो, बनाना, बिफ, चिकन लिभर, ब्रुज इस्टहरू, ब्रोड बिन्स, क्याफिनहरूमा पनि टी, कफी, चक्लेट्स, चिज स्पेसली एज्ड एक्सेप्ट कटेज चिज, पिकलहरू पनि है, जुन अलिकति सडे गलेको चिजहरू भयो, जहाँ चाहिँ फङ्गसहरू हुने चान्सेसहरू भयो। वाइनहरू पनि जुन हामी एकदम धेरै टाइम लगाएर बनाउँछौँ होइन, जति एज भयो त्यति राम्रो भन्छौँ, त्यो त्यस्तो खानेकुराहरू, बियरहरू, ससेसहरू, पेपरोनी, यो चाहिँ अब भनेको चाहिँ पेपरोनी भएको चाहिँ हाम्रो के हुन्छ, पिगको हुन्छ सायद, आई थिङ्क है, त्यो हुने भयो। सालामी, यो पनि ससेजहरू जस्तो नै भयो। सोया सस, योगर्ट, यिनीहरू सबैमा के हुन्छ, ट्रायमाइन हुन्छ है। र यो मेडिकेसन लिँदाखेरि चाहिँ वी हेभ टु अभोइड अल दिस फुड आइटम्सहरू। यसमा याद गर्नुपर्ने धेरै कुराहरू नै छ, फुडहरू के अभोइड गर्ने त्यो पनि इम्पोर्टेन्ट हुन्छ। अब यसको साइड इफेक्ट पनि त्यस्तै नै गाह्रो छ है। सो फर्स्टमा के हुन सक्छ, म्यासिभ हाइपरटेन्सन क्राइसिसमा जान सक्छ पेसेन्ट है। जस्तो कि अब त्यसको लागि त्यो हाइपरटेन्सिभमा गयो भनेर चाहिँ कसरी पनि साइन हुन सक्छ, कसरी पनि हामीले बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ पेसेन्टको एकदम हेडेक कम्प्लेन गर्न सक्छ, एकदम धेरै एजिटेटेड फिल गर्न सक्छ, भने मेबी प्रेसर इन्क्रिज भएर हुन सक्छ। अर्को चाहिँ हामीले ट्रायमिन कन्टेनिङ फुडहरू चाहिँ हामीले अभोइड गर्ने। वाइन, चिजहरू भयो, नो वाइन टेस्टिङ, बियर एन्ड ससेस, सलामी, नो बियर फिस, र नो चक्लेट्स है। र ओभर द काउन्टर ड्रग्सहरू जसले चाहिँ हाइपरटेन्सन क्राइसिसमा लान सक्छ, जस्तो कि क्याल्सियम भयो, एन्टासिड्स, एसिटामिनोफेन, एनएसएआइडीहरू पनि हामीले अभोइड गर्नु पर्यो। र त्यो सँगसँगै भेरी इम्पोर्टेन्ट कुरा के छ यहाँ, अरू एन्टिडिप्रेसेन्टहरू जस्तो एसएसआरआइज र टिसिए, यो ट्राइसाइक्लिकको पनि अब कुरा आउँछ होला, यिनीहरू पनि हामीले चाहिँ अभोइड गर्नुपर्ने हुन्छ है। यो एमओआइज दिएको चाहिँ 2 विक्ससम्म चाहिँ हामीले यो मेडिकेसन्सहरू चाहिँ अभोइड गर्नुपर्ने हुन्छ। 2 विक्स वास आउट टाइम चाहिँ हामीले दिनुपर्छ। कि ड्रग्समा चाहिँ नो एसिटालोप्राम एन्ड नो इमिप्रामिन, न एसएसआरआई दिने न टिसिए दिने है, ट्राइसाइक्लिक एन्टिडिप्रेसेन्टहरू पनि नदिने है। एमओआइज दिएको त्यो स्टप गरेको 2 विक्स पछि बल्ल चाहिँ हामीले नयाँ खालको एन्टिडिप्रेसेन्टहरू चाहिँ चलाउने। यदि हामीले एमओआइज दियौँ त्यही पनि त्यसको चाहिँ इफेक्ट देखाएन, उसले चाहिँ काम गरेन, वर्क गरेन, या कसैलाई चाहिँ हाइपरटेन्सनमा गयो, या पेसेन्ट अलरेडी हाइपरटेन्सनमा थियो अझै क्राइसिसमा गयो भनेपछि हामीले त यो मेडिकेसन कन्टिन्यू गर्न मिलेन। त्यसले गर्दाखेरि हामीले अरू खालको एन्टिडिप्रेसन दिनु पर्यो। तर यो मेडिसिन स्टप गरेको 2 विक्स पछि बल्ल चाहिँ अर्को मेडिकेसन युज गर्नुपर्ने हुन्छ, बिकज दिस हेज अ एकदम प्रोलङ हाफ टाइम, जसले गर्दाखेरि धेरै टाइमसम्म चाहिँ हाम्रो बडीमा चाहिँ यो मेडिसिन रहिरहेको हुन्छ। सो त्यो वास आउट हुनलाई चाहिँ 2 विक्स जति लाग्छ। सो त्यो वास आउट भएपछि बल्ल चाहिँ हाम्रो अरू मेडिकेसन्सहरू चाहिँ स्टार्ट गर्ने। यसमा चाहिँ फेरि अगेन यो मेडिसिन स्टार्ट भइसकेपछि सुसाइड रिस्क पनि इन्क्रिज हुन्छ। यो सँगसँगै चाहिँ हरेक एन्टिडिप्रेसन मेडिकेसनमा नै चाहिँ के हुन्छ त, सुसाइड रिस्क चाहिँ इन्क्रिज हुन्छ है। त्यसले गर्दाखेरि मेडिकेसन स्टार्ट भइसकेपछि चाहिँ हामीले अझै धेरै क्लोजली मोनिटर गर्नुपर्ने हुन्छ पेसेन्ट फर द सेल्फ हार्म। एसएनआरआइसको कुरा गरौँ फेरिदेखि, सेरोटोनिन नर एपिनेफ्रिन रिअपटेक इन्हिबिटर, जसमा चाहिँ डिलक्सिडिन पर्छ। इन्डिकेसन इज डिप्रेसन सँगसँगै चाहिँ न्युरोप्याथिक पेनहरू जस्तो कि डायबिटिजको कारणले चाहिँ पेनहरू भयो भने, फाइब्रोमाइल्जिया भयो भने, त्यो कन्डिसनहरूमा चाहिँ यो मेडिकेसन चाहिँ युज गरिन्छ। सो डिप्रेसन सँगसँगै चाहिँ न्युरोप्याथिक पेनको लागि चाहिँ डिलक्सिडिन युज हुन्छ एसएनआरआइस। पेसेन्ट एजुकेसनमा चाहिँ इफ अ फाइब्रोमाइल्जिया patient is prescribed this and they are not depressed, they need education on the purpose that it is to help with their pain. पेसेन्टले कम्प्लेन गर्न सक्छ, मलाई त डिप्रेसन छैन, मलाई किन यो मेडिकेसन दिएको भनेर कम्प्लेन गर्यो भने चाहिँ we have to tell them that it is also work as a painkiller or this also helps in reducing the pain in
patient who are suffering from the neuropathic pain. So neurological condition को कारणले चाहिँ पेन भएको छ भने चाहिँ त्यो कन्डिसनमा चाहिँ यो मेडिकेसन चाहिँ दिइन्छ र पेशेन्ट टिचिङमा चाहिँ it helps with chronic pain and improves sleep in patient with fibromyalgia. जसलाई चाहिँ एकदमै धेरै पहिलादेखि नै पुरानो पेन थियो हैन भने चाहिँ त्यो पेनलाई चाहिँ सबसाइड गर्नलाई चाहिँ हेल्प गर्छ है र निद्रा पनि इम्प्रुभ गर्छ। अर्को कुरा गरौँ हामी ट्राइसाइक्लिक एन्टिडिप्रेसेन्टको है जसमा चाहिँ एमिट्रिप्टाइलिन र इमिप्रानिन भेरी इम्पोर्टेन्ट। एमिट्रिप्टाइलिनले चाहिँ के गर्छ एकदम धेरै प्रेसर लो गर्छ कि त्यसले गर्दाखेरि चाहिँ हामीले पोजिसनिङ स्लोली चेन्ज गर्नुपर्ने भयो। इन्डिकेसनमा चाहिँ डिप्रेसनमा पनि दिइन्छ, एन्जाइटीमा पनि दिइन्छ र न्युरोप्याथिक पेनमा पनि युज गरिन्छ एमिट्रिप्टाइलिनलाई है। टिसिए र एसएनआरआइस दुईटै नै चाहिँ हामी न्युरोप्याथिक पेनमा पनि युज गर्छौँ। र अब टिसिए को चाहिँ साइड इफेक्ट्सहरू छन्। यसमा चाहिँ बडी पुरै ड्राई हुन्छ भनेर बुझ्नु है। जहाँ जहाँबाट हाम्रो वाटरी चिज निस्किरहेछ त्यो सबै ड्राई हुन्छ। आँखामा वाटर हुन्छ भनेपछि आँखा ड्राई हुन्छ। हामी युरिन पास गर्छौँ भने चाहिँ युरिन पनि डिक्रिज हुन्छ, युरिन आउटपुट डिक्रिज हुन्छ या युरिनरी रिटेन्सन पनि हुन सक्छ। हाम्रो मुख पनि ड्राई हुन सक्छ है र इभन पुप जुन कन्स्टिपेसन पनि हुन सक्छ है। सो यो सबको इन्टरभेन्सन पनि तपाईहरुलाई थाहा नै छ होला र हामीले चाहिँ यसको बारेमा पनि टिचिङ चाहिँ दिइहाल्नुपर्छ अगाडि नै पेशेन्टलाई मेडिकेसन स्टार्ट गर्नुभन्दा अगाडि सो दैट दे क्यान एन्टिसिपेट दिस साइड इफेक्ट्स। अर्को छ की पोइन्टमा चाहिँ हामीले अर्थोस्ट्याटिक हाइपरटेन्सनको बारेमा भन्ने स्लो क्वेसन चेन्ज गर्नको लागि अर्को एमिट्रिप्टाइलिन मा ओके सो इजिली चाहिँ ट्रिप गर्न सक्छ, लड्न सक्छ हैन। अर्थोस्ट्याटिक हाइपरटेन्सन हुन सक्छ भने चाहिँ स्लोली क्वेसन चेन्ज गर्ने भनेर भन्ने। युरिनरी रिटेन्सन गर्न सक्छ इमिप्रानिन इनहिबिट बिइङ नेभर टेक विथ एमएओआइस 2 वीक वास आउट पिरियड दिने। नो एमएओआइस प्लस एन्टिडिप्रेसन। तपाईहरुलाई चाहिँ कहिलेकाहीँ झुक्काउनलाई चाहिँ एमएओआइस सँगसँगै चाहिँ टिसिए एसएसआरआई एसएनआरआई पनि कम्बिनेसनमा राख्दिन सक्छ कि अप्सनमा। सो हामीले छुट्याउन जान्नु पर्यो कुन चाहिँ एमएओआइस हो। जस्तो तपाईले एमएओआइस कुन भित्र कुन मेडिकेसनहरु पर्छ त्यति मात्रै थाहा भयो भने पनि त्योसँग चाहिँ अरु यो एसएनआरआइस एसएसआरआइस र टिसिएहरु कुनै पनि त्यो दिनु भएन किनभने यो सबैले पनि हाम्रो न्युरोट्रान्समिटर नै इन्क्रिज गर्ने हुन्छ र यो हाम्रो एमएओआइस ले पनि न्युरोट्रान्समिटर नै इन्क्रिज गराएको छ। जन एमएओआइस चाहिँ सबै नै न्युरोट्रान्समिटर इन्क्रिज गराएको छ भनेपछि एक्सेसिभ न्युरोट्रान्समिटर इन्क्रिज भइदिन्छ जसले गर्दाखेरि एक्सट्रिम सेरोटोनिन क्राइसिसमा जान सक्छ पेशेन्ट एन्ड दैट क्यान बी लाइफ थ्रेटनिङ। सो वी हैव टु अभोइड any antidepressant with MAOIs right। र अर्को साइड इफेक्ट्सहरुमा चाहिँ ट्याकिकार्डिया हुन सक्छ। कार्डियक साइड इफेक्टमा अराइथमिया, प्रोलङ क्यूटी इन्टरभल्स, एन्टिकोलिनर्जिक इफेक्टहरु, सिडेसन र सेक्सुअल डिस्फंक्शन्सहरु पनि हुन सक्छ ट्राइसाइक्लिक एन्टिडिप्रेसनमा। नेक्स्ट छ हाम्रो सेलेक्टिभ सेरोटोनिन रिअपटेक इन्हिबिटर। यसभित्र चाहिँ सर्टेलिन, सिटालोप्राम, एसिटालोप्राम, प्यारोक्सिटिन, फ्लोक्सिटिन यिनीहरु पर्छ। इन्डिकेसनमा चाहिँ डिप्रेसन, एन्जाइटी, पीटीएसडी को लागि पनि युज हुन्छ। अगेन डिप्रेसन, एन्जाइटी, पीटीएसडी है। एसएसआरआई चाहिँ पीटीएसडी को लागि पनि युज गरिन्छ र मेकानिजम अफ एक्सनमा चाहिँ इनहिबिट द रिअपटेक अफ सेरोटोनिन keeping more around so serotonin level are increased। अगाडि मैले भने जस्तै यहाँबाट रिलिज भयो यहाँबाट अपटेक भयो यो चाहिँ नर्मल फेनोमेना भइरहेको हुन्छ हामी नर्मल मान्छेमा। अब जसलाई डिप्रेसन छ त्यसमा चाहिँ यो अब सपोज 10 वटा सपोज भनेको है देयर आर मिलियन्स हैन त 10 वटा सेरोटोनिन थियो तर नर्मल मान्छेमा भने चाहिँ यसमा 2टा मात्रै हुन्छ रिलिज भइरहेछ त्यो पनि रिअपटेक गरिदिरहेछ भनेपछि यहाँ त कम हुने भयो। त्यसले गर्दाखेरि यो मेडिसिनले के गर्दिन्छ त यहाँ रिअपटेक हुने काम नै बन्द गरिदिन्छ जसले गर्दा यसले रिलिज गरे गर्छ र यहाँ चाहिँ सेरोटोनिनको अमाउन्ट चाहिँ इन्क्रिज भएर जान्छ है। त्यसरी चाहिँ काम गर्ने हुन्छ। अब यसको साइड इफेक्टमा चाहिँ यसले स्टमक अपसेट गर्न सक्छ, सेक्सुअल डिस्फंक्सन गर्न सक्छ, सेरोटोनिन सिन्ड्रोम पनि हुन सक्छ है। अब सेरोटोनिन सिन्ड्रोम भन्नलाई चाहिँ के भन्ने त यदि सेरोटोनिनको मात्रा चाहिँ धेरै नै हाई भयो बडीमा भने चाहिँ त्यतिखेर चाहिँ सेरोटोनिन सिन्ड्रोम हुन्छ है। र त्यसमा चाहिँ त्यसको साइन एन्ड सिम्पटम्समा चाहिँ हाइपरटेन्सन हुने हुन्छ है, कन्फ्युजन हुन्छ र त्यो सँगसँगै चाहिँ एन्जाइटी, ट्रेमर र अट्याक्जिया र स्वेटिङ पनि हुन सक्छ। यो चाहिँ हाम्रो एसएसआरआइस को साइड इफेक्ट्स र सेरोटोनिन सिन्ड्रोमको चाहिँ साइड इफेक्ट भयो।
प्राम र इन भन्ने इसेटेलोप्राम, फ्लोक्सिटिन, सर्टिलिन यिनीहरू सबै नै चाहिँ हाम्रो एसएसआरआई भित्र पर्ने हुन्छ। त्यसमा सेरोटोनिन सिन्ड्रोमको चाहिँ ओके यहाँ छ। सो सेरोटोनिन सिन्ड्रोम पनि एकदमै इम्पोर्टेन्ट छ ल बुझ्नुपर्ने। यसको साइड इफेक्टमा चाहिँ सेक्सुअल डिस्फङ्सन, वेट गेन, इन्सोम्निया, नट स्लिपिनेस, असिडेसन। र अर्को कुरा चाहिँ यो वेट गेन कुन कुन मेडिकेसनले भइरहेछ त्यो कुरा पनि याद गर्नु होला र वेट लस कुन कुनले भइरहेछ त्यो पनि याद गर्नु होला। सो वेट गेन हुने भनेको चाहिँ हाम्रो एसएसआरआईले पनि हुन्छ। सुसाइड रिस्क इन्क्रिज हुन्छ यो मेडिकेसन स्टार्ट गरिसकेपछि। स्लो अनसेट एन्ड स्लोवर ट्यापर अफ गर्ने बिस्तारै अब 5 mg स्टार्ट गर्न अब सपोज मिनिमम डोजबाट स्टार्ट गर्ने हुन्छ कि अनि डोजलाई चाहिँ बढाउँदै जाने पछि चाहिँ इम्प्रुभमेन्ट भएपछि ट्यापर अफ गर्दै जाने हो। किनभने अगेन यसले यदि एब्रप्टली इन्क्रिज गरिदिउँ भने चाहिँ सेरोटोनिन सिन्ड्रोममा जान सक्छ, एब्रप्टली बन्द गरिदिउँ भने पनि सेरोटोनिन सिन्ड्रोममा जान सक्छ। स्वेटी एन्ड हट फिभरहरू आउन सक्छ, रिजिड मसल्सहरू हुन्छ, रेस्टलेस हुन्छ, एजिटेसन हुन्छ ड्यु टु इन्क्रिज सेरोटोनिन। इन्क्रिज हार्ट रेट ट्याकिकार्डिया पनि हुन सक्छ सेरोटोनिन सिन्ड्रोम भयो भने, इफ देयर इज इन्क्रिज अमाउन्ट अफ सेरोटोनिन इन आवर बडी भयो भने है। सो सेरोटोनिन धेरै नै भयो भने पनि दिस इज नट र यसको चाहिँ हामीले साइन सिम्पटम्सहरू पनि जान्नुपर्छ। सो एकदम एजिटेटेड हुन्छ, एकदम पसिना आउने, ट्याकिकार्डिया हुने, अनस्टेबल हुने हुन्छ होइन, हातखुट्टाहरू चलाउने, डायरिया, हाइपर एक्टिभ बाउल साउन्डहरू देखिन सक्छ है, एकदमै प्युपिलहरू डाइलेट हुने हुन्छ, हाइपर रिफ्लेक्सिया चाहिँ हुन सक्छ, ट्रेमरहरू पनि हुन सक्छ। अब एन्टिडिप्रेसनको लागि रुल्सहरू छ, देयर आर सर्टेन रुल्स। Increased risk of suicide. Antidepressant can increase the suicidal thought in first few weeks of treatment. Notify provider of any suicidal thought. Clarify any prescriptions. Monitor for new thought of suicide, unusual behavior, and worsening of depression. So, यस्तो खालको symptomsहरू देख्यो भने चाहिँ we have to immediately notify गर्नुपर्ने हुन्छ। यदि सुसाइडल थटहरूको बारेमा उसले चाहिँ भर्बलाइज गरिरहेको छ भने, अगाडि पनि मैले डिस्कस गरेको थिएँ, मेडिकेसन दिँदै जाँदाखेरि चाहिँ एनर्जी चाहिँ आउने हुन्छ जसले गर्दाखेरि दे क्यान अटेम्प्ट सुसाइड नाउ। स्लो अनसेट एन्ड स्लो ट्यापर अफ गर्ने, कहिले पनि एब्रप्टली स्टप नगर्ने। नेभर मिक्स एसएसआरआई विथ भेरी भेरी इम्पोर्टेन्ट, यो पनि एकदम इम्पोर्टेन्ट छ। एसएसआरआईसँग चाहिँ सेन्ट जोन वार्ड चाहिँ नदिने है, एमओआईसँग चाहिँ एन्टिडिप्रेसन नदिने है, भेरी इम्पोर्टेन्ट। अर्को छ अल साइकिक ड्रग्सले चाहिँ के गर्छ, ब्लड प्रेसरलाई डिक्रिज गर्छ जसले गर्दाखेरि चाहिँ हामीले पोजिसन चेन्जमा चाहिँ स्लो गर्ने र वेट चेन्जेसहरू पनि गराउँछ। कसैले वेट डिक्रिज गराउँछ, कसैले वेट चाहिँ इन्क्रिज गराउँछ। अब एसएसआरआई रिस्क फर सेरोटोनिन सिन्ड्रोम हुन सक्छ। सुसाइड प्रिकसन्स इज इम्पोर्टेन्ट फर्स्ट 2 to 3 weeks। र टिसिए चाहिँ साइड इफेक्टमा ट्याकिकार्डिया, कार्डियक इफेक्ट, एन्टिकोलिनर्जिक इफेक्ट, सिडेसन, सेक्सुअल डिस्फङ्सन, कार्डियोटोक्सिसिटी क्यान बी लिथल पनि हुन सक्छ। र एमओआईमा चाहिँ हामीले कुनै पनि फुड विच कन्टेन ट्राइमिन सुड बी अभोइडेड बिकज दिस इफ ट्राइमिन भएको खानेकुराहरू हामीले इन्टेक गर्यौँ भने चाहिँ दिस मे कज हाइपरटेन्सिभ क्राइसिस। So this was all about antidepressant medications. थोरै छ ल यो पनि सिकाइहाल्छ। सो अब एडिएसटी को मेडिकेशन्सको कुरा गरौँ है। एडिएसटीमा युज हुने मेडिकेशन्सहरू मिथाइल फेनिडेट, एम्फिटामाइन मिक्सचर्स, डेक्स्ट्रो एम्फिटामाइन स्टिमुलेन्ट्सहरू चाहिँ यो सबै मेडिकेशन्सहरू चाहिँ हामी एडिएसटीमा चाहिँ युज गर्छौँ। एडिएसटीमा दिने भयो इभन चिल्ड्रेनलाई, एडोलेसेन्ट्सलाई र नेक्रोलेप्सी हुने पेसेन्टहरूलाई पनि चाहिँ यो मेडिकेसन चाहिँ दिने हुन्छ। अब नेक्रोलेप्सी भनेको के हो त, दिउँसो एकदमै दिउँसो नै निदाउने कि जहाँ पनि निदाइराख्ने कि एकदमै धेरै निदाउने मान्छेलाई चाहिँ नेक्रोलेप्सी भएको हुनसक्छ। सो त्यस्तोहरूमा पनि यो मेडिकेसन्सहरू चाहिँ युज गरिन्छ। अल दिज आर के हो त, हाम्रो सिएनएस स्टिमुलेन्टहरू है यो मेडिसिन्सहरू। अर्को चाहिँ लस अफ एपेटाइट हुनसक्छ, लस अफ स्लिप, रेस्टलेसनेस हुनसक्छ। गिभ लास्ट डोज नो लेटर देन 6 PM।
र यो मेडिसिनले चाहिँ के गर्न सक्छ त रेस्टलेसनेस गराउन सक्छ किनभने सिएनएस ऊ हो स्टिमुलेन्ट हो त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ हामीले बिहानको टाइममा दिन्छौँ कि मोस्टली र यदि लेट नै छ भने पनि चाहिँ हामीले 6 PM भन्दा उता चाहिँ नदिने सकेसम्म 6 PM भन्दा यता नै दिने है इम्प्रुभमेन्ट इन स्कुल वर्क यो मेडिकेसन्सको चाहिँ इम्प्रुभमेन्ट भइरहेको छ वर्क गरेको छ भने के कुराले देखाउँछ त यदि होमवर्कहरू चाहिँ उसले राम्रोसँग गर्न सकिरहेको छ क्लासमा पनि कम्प्लेनहरू आइरहेको छैन उसले शान्त भएर बस्न सकिरहेको छ भने चाहिँ all these are the indicator that the medication is working. Priority nursing assessment मा चाहिँ हाम्रो मोनिटर BP हुन सक्छ मोनिटर एन्ड रिपोर्ट height weight trained with HCP र रिभर्सल एजेन्टमा चाहिँ अल्प्राजोलम पनि दिन सकिन्छ यो मेडिकेसन्सहरूको लागि चाहिँ यसको रिभर्स गर्नु पर्यो मेडिकेसन टक्सिसिटी भयो भने चाहिँ त्यसको अगेन्स्टमा चाहिँ हामी अल्प्राजोलम दिन सक्छौँ है यसको मेकानिजम अफ एक्सन भनेको चाहिँ यसले चाहिँ डोपामिन र नोरएपिनेफ्रिनको इफेक्टलाई चाहिँ इन्हान्स गरिदिन्छ ब्रेनमा जसले गर्दाखेरि चाहिँ ब्रेनको चाहिँ एक्टिभिटी चाहिँ इन्हान्स हुने हुन्छ है एडिएचडीमा चाहिँ हामी अघि तपाईँहरूले भन्नु होला एडिएचडी त आफै त्यति धेरै हाइपर एक्टिभ हुन्छ किन सिएनएस स्टिमुलेन्ट चाहियो होइन खासमा सिएनएस स्टिमुलेन्टले नै हो कि उनीहरूको जुन अटेन्सन स्प्यान छ त्यसलाई चाहिँ इन्क्रिज गर्ने जसले गर्दाखेरि हाम्रो चाहिँ एडिएचडीमा के हुन्छ अटेन्सन स्प्यान डिक्रिज हुन्छ जसले गर्दा एउटा काममा चाहिँ उसले फोकस्ड गर्न सक्दैन सो एउटा काम गर्दा गर्दै अर्कोमा जान्छ अर्को गर्दै अर्कोमा जान्छ सो त्यो कुरालाई चाहिँ अभोइड गर्नको लागि चाहिँ हामी सिएनएस स्टिमुलेन्ट मेडिकेसन्सहरू दिन्छौँ र अटेन्सन स्प्यान चाहिँ इन्क्रिज गराउँछौँ र त्यसरी चाहिँ इम्प्रुभमेन्ट हुने हुन्छ है अब कुरा गरौँ हामी एन्जियोलाइटिक्सको एन्टी anxiety medications depresses the CNS, increase the effect of GABA, which produces relaxation and may depress the limbic system. अब एन्जियोलाइटिक्स या एन्टी एन्जाइटी मेडिकेसनले कसरी काम गर्छ भन्दाखेरि चाहिँ यसले चाहिँ एकदमै सिएनएस डिप्रेस गर्ने काम गर्छ एन्जाइटीमा के हुन्छ मान्छे एकदम धेरै एजिटेटेड हुन्छ रेस्टलेस हुन्छ होइन एकदम धेरै दिमाग उसको चलिरहेको हुन्छ धेरै थट्सहरू आइरहेको हुन्छ भनेपछि यस्तो पेसेन्टलाई चाहिँ के चाहियो त काम डाउन गर्ने मेडिकेसन चाहियो सिएनएसलाई रिल्याक्स गर्ने मेडिकेसन चाहियो सो यसले चाहिँ गाबा इफेक्ट गाबा इज रेस्पोन्सिबल फर द इनिसिएसन अफ स्लिप इन ह्युमन होइन तर त्यो सिस्टमलाई चाहिँ यसले अफेक्ट गर्ने हुन्छ यसको चाहिँ इफेक्टलाई चाहिँ इन्क्रिज गरिदिन्छ जसले गर्दाखेरि पेसेन्ट चाहिँ अलिकति सिडेटेड अलिकति काम चाहिँ हुने हुन्छ रिल्याक्सेसन चाहिँ प्रोड्युस गर्छ एन्टी एन्जाइटी मेडिकेसन्सहरूले अब यसको पनि क्लासिफिकेसन्सहरू छ बेन्जोडाइजिपिन क्लासिफिकेसनमा भएको मेडिकेसन्सहरू चाहिँ एल्पाराजोलम मिराजोलम टेमिजापाम र क्लोनाजिपामहरू चाहिँ हुन्छ इन्डिकेसनमा चाहिँ एन्जाइटी सँगसँगै सिजर्समा पनि दिइन्छ सिजरमा पनि के चाहियो त एकदम कामनेस चाहियो मेकानिजम अफ एक्सनमा चाहिँ यसले गाबालाई चाहिँ इन्क्रिज गरिदिन्छ र लो एन्ड स्लो भाइटल साइनहरू लिनु पर्यो हरेक अब ब्लड प्रेसरहरू डिक्रिज हुने हुन्छ ब्रेन पनि अलिकति उसको ब्रेन फङ्सनहरू पनि सबै स्लो भएको हुन्छ साइड इफेक्ट्सहरूमा पनि यही नै हेर्ने हो कि ब्राडिकार्डिया हुनसक्छ लो स्लो भाइटल्स भनेको हाइपोटेन्सन हुनसक्छ है टेक एट बेड टाइममा लिनु पर्यो सो द्याट स्लिप चाहिँ राम्रो हुन्छ डु नट स्किप डोजेस स्टप ड्रिङ्किङ अल्कोहल डु नट अपरेट डेन्जरस कुराहरू किनभने यसले सिडेसन गराउँछ भेरी इम्पोर्टेन्ट कुरा एन्टी एन्जाइटी मेडिकेसनले सिडेसन गराउँछ त्यसले गर्दाखेरि चाहिँ डेन्जरस कुराहरू मेसिन अपरेट गर्नेहरू या ड्राइभिङ गर्ने कुराहरू चाहिँ सबै अभोइड गर्नुपर्ने हुन्छ एन्टिडोटमा चाहिँ फ्लुमाजेलिन र एन्टिडोट ओपोइडमा चाहिँ न्यालोक्जोन यदि ओपोइड बेसमा छ भने चाहिँ हामी न्यालोक्जोन दिने एज अ एन्टिडोट र बेन्जोजहरू छन् भने चाहिँ त्यसको लागि चाहिँ फ्लुमाजेलिन चाहिँ हामी दिने एज अ एन्टिडोट है अर्को छ अल्प्राजोलम यो सबै यसको नामहरू नै भयो नेक्स्ट छ बार्बिटुरेट है दिस इज अल्सो एन्टी एन्जाइटी मेडिकेसन्स फेनोबार्बिटल भनेर पनि आउँछ यो चाहिँ एन्जाइटीमा मात्रै नभएर चाहिँ इन्डिकेसन चाहिँ कहाँ छ सो लास्ट लङ्गर इन द बडी टेक लङ्गर टु गेट आउट अफ द बडी त्यसले गर्दाखेरि चाहिँ यसको टक्सिसिटी हुने चान्सेस पनि हायर हुन्छ टक्सिसिटीको साइन के हुनसक्छ हाइपोटेन्सन र रेस्पिरेटरी डिप्रेसन है र फेनोबार्बिटल चाहिँ हामी एन्टिसिजरको लागि पनि सिजरहरूमा पनि युज गर्छौँ है अर्को छ बुस्पाइरोन 2 to 4 weeks फर फुल इफेक्ट हुनलाई चाहिँ यसको अगेन यसमा चाहिँ हामीलाई अघि कन्फ्युजन भएको थियो एमओआइसमा पनि 2 weeks जति लाग्छ तर यो यदि बुस्पाइरोन खाइरहेछ भने चाहिँ यसको इफेक्ट हुनलाई चाहिँ 2 to 4 weeks चाहिँ लाग्न सक्छ यसमा चाहिँ कुनै पनि विथड्रल सिम्पटम्सहरू हुँदैन यसले चाहिँ सिडेसन पनि गराउँदैन है म्याम बिस्पाइरोन पनि यो बार्बिचुरेट्स भित्रै हो कुन चाहिँ बिस्पिरोन
रिस्पेरिडोन त Risperidone. होइन हुने हामी त एन्टिसाइकोटिक्सको कुरा गर्यौँ नि त्यो रिस्पेरिडोन भन्नुभयो होइन हजुर होइन अहिले त्यो हामी त बार्बिट्युरेट्सको बारेमा पढिरहेको छौँ नि त अनि फेरि यो हजुर बिस्पाइरोन अघि हामीले उसमा पढेको थियौँ नि होइन एन्टी एन्जाइटिक्सकै हो बार्बिट्युरेट मैले कुरै बुझिनँ रिस्पेरिडोनको कुरा कहाँ आयो नै यहाँ बिस्पिरोनको म्याम यहाँ तल छ नि ड्रग नेम यो बिस्पिरोन चाहिँ के भित्र पर्यो भन्नु खोजेको म्याम एन्टी एन्जाइटी भित्रै पर्यो ए अगाडि हामीले यो एन्टी बार्बिट्युरेट्स क्लास भित्रै पर्यो म्याम होइन बार्बिट्युरेट फरक भयो पक्नु ल बिस्पाइरोन हामीले चाहिँ एन्टी एन्जाइटीमा पनि पढ्यौँ नि त होइन अघि नै अहिले हामीले एन्जियोलाइटिक पढिरहेको छौँ नि त होइन बेन्जोडाइजेपाम बार्बिट्युरेट्स भनेर बुस्पाइरोन चाहिँ हाम्रो अटिपिकल एन्टिडिप्रेसन भित्र पर्छ अब किन अटिपिकल भित्र पर्छ भन्दाखेरि चाहिँ यो कुनै पनि क्लासिफिकेसनमा फिट हुँदैन कि त्यही भएर यसलाई चाहिँ अटिपिकल एन्टिडिप्रेसन भनेर छुट्याइएको छ तर दिस इज भेरी गुड फर एन्जाइटी डिसअर्डरहरूमा चाहिँ एकदमै राम्रो काम गर्ने हुन्छ किनभने यसको साइड इफेक्ट्सहरू खासै छैन त्यसले गर्दाखेरि चाहिँ यसलाई चाहिँ अगेन यहाँ एन्जाइटीमा युज हुने भएकोले चाहिँ हामी यहाँ डिस्कस गर्दैछौँ बट दिस इज नट कुनै पनि क्लासिफिकेसनभित्र चाहिँ यो पर्दैन क्लासिफिकेसन नै गर्नु छ भने चाहिँ अटिपिकल एन्टिडिप्रेसनभित्र चाहिँ यो पर्छ यो र त्यो अहिलेको म्याम फरक हो नि यो बिस्पिरोन छ त्यो ब्युपिरोन त्यो चाहिँ स्मोकिङ सेसेसनको लागि भयो यसको नाम फरक छ म्याम हेर्नु त ब्युपिरोन हो ब्युपिरोन यो चाहिँ बिस्पिरोन फरक नाम छ मैले पनि गलत बुझिरहेको छु कि पक्न म हेर्दैछु वेलब्युट्रिन मेबी यो चाहिँ स्टप स्मोकिङको लागि स्टप गर्न भयो म्याम अब बिस्पिरोन भनेको चाहिँ के क्लोराजिपाम डाइजिपाम मिडाजोलम अल्प्राजोलम मिडाजोलम anti-anxiety medication that carries a known risk for contribution to serotonin syndrome, especially it is combined with the serotonin boosting drug, Spiron related serotonin syndrome. SSRI भित्र परेन I think it is एन्टी एन्जाइटी भित्र परिन रहेछ म्याम बिस्पिरोन चाहिँ बिस्पिरोन एन्टी एन्जाइटी भित्रै परिरहेछ प्रोपियोन र बुस्पाइरोन यहाँ त साँच्चै बुस्पाइरोन commonly known as by the brand name Buspar is an anti-anxiety medication that carries a known risk for contributing serotonin syndrome. यसले चाहिँ सेरोटोनिन पनि इन्क्रिज गराउने हुन्छ सो सेरोटोनिन सिन्ड्रोम पनि गराउने हुन्छ बट अगेन यसको चाहिँ क्लासिफिकेसन चाहिँ एन्टी एन्जाइटी भित्रै नै पर्ने हुन्छ कस्तो कन्फ्युज छ म्याम झन् हामी कन्फ्युजिङ भन्दा पनि यसको क्लासिफिकेसनहरू एकदम धेरै छ कि मलाई याद आयो मलाई सिम्पल नर्सिङको चाहिँ एउटा भिडियो याद आयो जहाँ चाहिँ उनीहरूले भन्छ बुस्पाइरोन र बुप्रिपियोन चाहिँ दिज आर टु डिफ्रेन्ट थिङ्स भनेर भनिरहेको हुन्छ एउटा भिडियोमा चाहिँ छ है मैले चाहिँ अहिले भर्खरै स्पेलिङ याद गरेको के म्याम स्पेलिङ त बुस्पाइरोन पनि 2 to 4 weeks फर फुल इफेक्टको लागि हुने हुन्छ नो विथड्रल सिम्टम्स नो सिडेसन यसमा सबै थोक राम्रो छ तर त्यही हो इफेक्ट चाहिँ गर्नलाई चाहिँ टाइम लाग्ने हुन्छ ओके टु ड्राइभ यसमा ब्रस ड्राइभहरू पनि गर्न पाइयो र यसले चाहिँ नट युज फर एक्युट अट्याक्सहरूको लागि युज नगर्ने किनभने यसको चाहिँ हाफ लाइफ या यसको वर्क गर्ने टाइम चाहिँ एकदमै धेरै हुन्छ सो जसले चाहिँ अब काम गर्नु नै पर्नेछ ड्राइभिङ गर्नुपर्ने छ मेसिन अपरेट गर्नुपर्ने छ भने चाहिँ त्यस्तोहरूलाई चाहिँ यो मेडिकेसनहरू चाहिँ राम्रो ठिक हुन्छ सो यो एन्टी एन्जाइटीभित्र चाहिँ यो मेडिकेसन्स are most commonly used भनेर बुझ्नु पर्यो है अल्प्राजोलम क्लोरडाइजिपोक्साइड क्लोनाजिपाम अगेन फेरि क्लोनाजिपाम पनि यहाँ आउँछ कि क्लोराजिपेट डाइजिपाम भेलियम पनि भन्छ जसलाई फ्लुराजिपाम लोराजिपाम मिडाजोलम ओक्साजिपाम वाजिपाम नाम पनि गाह्रो छ म्याम यो पाम लाम आउने त सबै बेन्जोडाइजिपाइन्स भित्र पर्यो बेन्जोडाइजिपाइन लाम र पामहरू सबै यो पहिलादेखि नै युज हुने मेडिकेसन्सहरू छ जुन चाहिँ हामीले पनि अब ब्याचलर पढ्दाखेरि पढेको मेडिकेसन्सहरू हो त्यसले गर्दा मलाई याद छ र यो अब यो युएसको अलिअलि के कुराहरू फरक छ क्लासिफिकेसनहरू अलिअलि फरक छ
तर उनीहरूले सोध्ने भनेको यो बार्बिटुरेटको कुराहरू सोध्न सक्छ। अर्को चाहिँ यो बुस्पाइरोनहरू, किनभने यो चाहिँ अलिक सेफ ड्रग जस्तो छ नि त, एक्युट कन्डिसनमा नदिने, कस्तो कन्डिसन एक्युटमा दिने कि क्रोनिकमा दिने, यसरी क्वेसन बनाउन सक्छ नि त उनीहरूले। सो योसँग रिलेटेड चाहिँ अलिकति फोकस गरेर पढ्नु होला। ओके, अब हामी बाइपोलरको कुरा गरौँ है। बाइपोलर डिसअर्डरमा चाहिँ हामी के मेडिकेसन्सहरू युज गर्छौँ है। सो फर्स्टमा छ कार्बामाजिपिन। कार्बामाजिपिनमा चाहिँ बाइपोलर र सिजर दुईटैमा चाहिँ युज गरिन्छ। ट्राइसमिनल न्युराल्जिया न्युरोप्याथिक पेनहरूको लागि पनि युज गरिन्छ है। साइड इफेक्टमा चाहिँ ल्युकोपेनिया, लो डब्ल्युबिसी हुनसक्छ, इन्फेक्सनको रिस्क चाहिँ इन्क्रिज हुन्छ। यसमा चाहिँ अगेन रिपोर्ट यदि चाहिँ फिभर, सोर थ्रोटको रिपोर्ट गर्यो भने चाहिँ हामीले बुझ्नु पर्यो डब्ल्युबिसी लेभल चाहिँ डिक्रिज भएको छ। एक्सिडेन्सियल प्रेग्नेन्सी हुनसक्छ, त्यसले गर्दाखेरि ओसिपी अब किन हुन्छ भन्दाखेरि चाहिँ ओसिपी चाहिँ इनइफेक्टिभ हुन्छ र यसको लागि चाहिँ अल्टरनेटिभ बर्थ कन्ट्रोलहरू चाहिँ युज गर्नु भनेर चाहिँ हामीले टिचिङ दिनुपर्ने हुन्छ। यो कुरा चाहिँ याद राख्नु होला। पेसेन्ट टिचिङ कार्बामाजिपाइनमा चाहिँ ओसिपी क्यान बी इनइफेक्टिभ बाई द ड्रग कार्बामाजिपाइन। सो यसको टिचिङ र यसको साइड इफेक्ट ल्युकोपेनिया चाहिँ इम्पोर्टेन्ट छ। अर्को छ भ्याल्पोरिक एसिड। अब भ्याल्पोरिक एसिड चाहिँ हामी सिजरमा पनि युज गर्छौँ र यता म्यानियातिर पनि युज गर्छौँ के। सो साइड इफेक्ट एन्ड मेमोरी ट्रिकमा चाहिँ भ्याल, थिङ्क अफ एल भनेको छ भ्याल, यो पनि सिम्पल नर्सिङकै फ्रीको भ्याल्पोरिक एसिड। यसले चाहिँ लिभर टक्सिटी गराउन सक्छ, जसले गर्दा लिभर टक्सिटी भयो भने लिभरले काम गरेन भने के हुन्छ, जन्डिस हुन्छ होइन। जन्डिस भनेको बिलिरुबिन लेभल इन्क्रिज हुने हुन्छ। र अर्को चाहिँ लिभरको ल्याब इन्भेस्टिगेसन्सहरू एएलटी एएसटीहरू इन्क्रिज हुन्छ। सो यसमा चाहिँ अब यसबाट चाहिँ केस स्टडीहरू जस्तो बनाउन सकिन्छ, किनभने यसमा धेरै कुराहरू भइरहेछ नि त, लिभर टक्सिटी पनि भइरहेछ। सो ल्याब रिपोर्टहरूमा चाहिँ यदि एएलटी एएसटी रेज छ या के अरे ऊ पनि बिलिरुबिन लेभल पनि रेज छ भने चाहिँ यो चाहिँ के भएको हुनसक्छ, साइड इफेक्ट्स अफ हाम्रो भ्याल्पोरिक एसिडको चाहिँ साइड इफेक्ट हुनसक्छ। र त्यो सँगसँगै चाहिँ यसले चाहिँ लो प्लेटलेट लेभल पनि गराउँछ। थ्रोम्बोसाइटोपेनिया भनिन्छ जसलाई, विच पुट द पेसेन्ट एट द रिस्क अफ ब्लिडिङ है। ब्लिडिङ रिस्कहरू हुनसक्छ, गम ब्लिडिङहरूको साइन देखायो या कुनै पनि ब्लिडिङ भमिटिङमा चाहिँ ब्लडहरू देखियो भने चाहिँ वी हेभ टु इमिडिएटली रिपोर्ट है। र यो मेडिसिन अगेन जुन पनि मेडिसिन जसले चाहिँ प्लेटलेट लेभल डिक्रिज गराइरहेछ, लिभर डिसफङ्सन गराइरहेछ भने त्यो त प्रेग्नेन्सीमा सेफ हुने कुरै भएन है। सो यदि चाहिँ प्रेग्नेन्सी एक्सिडेन्ट भइहाल्यो भने पनि त्यसलाई चाहिँ डिस्कन्टिन्यू गर्नलाई चाहिँ ओके, नट प्रेग्नेन्सी सेफ, डिस्क्लाइन नट टु डिस्कन्टिन्यू एब्रप्टली। यो मेडिकेसन चाहिँ डिस्कन्टिन्यू गर्नु भएन एब्रप्टली है, त्यसो भन्नु पर्यो। अब अर्को मेडिसिन छ जुन चाहिँ एकदम धेरै कमनली म्यानियाकै लागि चाहिँ प्राय युज हुन्छ र बाइपोलर डिसअर्डरमा र सिजो इफेक्टिभ डिसअर्डर बाइपोलरमा मोस्टली म्यानिक फेजमा चाहिँ लिथियम युज गरिरहेको हुन्छ। गिभन फर लङ टर्म ट्रिटमेन्ट, यो पनि एक्युटको लागि भन्दा पनि लङ टर्मको लागि चाहिँ युज हुन्छ। लिथियम ब्याट्री यसरी पनि याद गर्न सक्यो भने चाहिँ लिथियम ब्याट्री चाहिँ लिथियम बिफोर ब्याट्री बिफोर बाइपोलर भनेर याद गर्ने। सिन्स लिथियम लास्ट अ लङ टाइम, एक लिथियम ब्याट्रीको लाइफ स्प्यान चाहिँ एकदमै लामो हुन्छ, त्यसले गर्दाखेरि चाहिँ हामीले क्रोनिक युजको लागि चाहिँ हामीले लिथियम दिन्छौँ। र लिथियममा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा के छ, यसको टक्सिसिटी। सो ओभर 1.5 भयो भने चाहिँ के हुन्छ त, टक्सिसिटी गराउँछ। र यसको चाहिँ साइनमा चाहिँ हामीले किडनी फङ्सन आरएफटी चाहिँ हेरिराख्नु पर्ने हुन्छ कि लिथियम पाइरहेको पेसेन्टहरूमा। यदि क्रिएटिनिन लेभल चाहिँ इन्क्रिज भएको छ 1.3 भन्दा धेरै छ भने चाहिँ यसले किडनीलाई असर गरिसक्यो भनेर चाहिँ हामीले बुझ्छौँ। र अर्को युरिन आउटपुट पनि यदि लेस देन 30 ml पर आवर छ भने चाहिँ हामीले के बुझ्नु पर्यो त, यसले किडनीलाई चाहिँ असर पारिरहेछ भनेर बुझ्नु पर्यो। अर्को त्यो सँगसँगै चाहिँ यसले के गराउन सक्छ त, लेभल ओभर 1.5 इज टक्सिक है। यसमा टक्सिटी ओभर 1.5 यो हामीले के को पर्यो, इज इट लिथियम एट थेराप्युटिक लेभल, यस कन्टिन्यू एट करेन्ट डोज है। यदि लेभल ओभर 1.5 mEq पर लिटर छ भने चाहिँ द्याट इज टक्सिक, र त्योभन्दा कम छ भने चाहिँ हामी चाहिँ कन्टिन्यू गर्ने है। इन्क्रिज फ्लुइड एन्ड फेरि यहाँ 1.5 ओके सर ठिकै छ, 1.5 भन्दा कम छ भने चाहिँ नर्मल रेन्जमै भयो र हामी लिथियमलाई कन्टिन्यू गर्न मिल्यो। त्योभन्दा धेरै भयो भने चाहिँ टक्सिक लेभल भयो र हामीले चाहिँ त्यतिखेर डिस्कन्टिन्यू गर्ने। र लिथियम दिँदाखेरि चाहिँ भेरी इम्पोर्टेन्ट कुरा के छ त, फ्लुइड चाहिँ एकदमै धेरै ड्रिङ्क गर्न लगाउने, फ्लुइड इन्टेक इन्क्रिज गराउने र सोडियम डिक्रिज हुन नदिने। जुन उसले नर्मली सोडियम खाइरहेको थियो त्यही मात्रामा चाहिँ सोडियम खान दिने
है कन्ट्राइन्डिकेटेड मा चाहिँ डिहाइड्रेसन हुन नदिने, लो सोडियम हुन नदिने, हाइपोनेट्रिमियामा जानु भएन पेसेन्ट बिकज इट इन्क्रिजेस द रिस्क अफ लिथियम टक्सिसिटी. डु नट लिमिट सोडियम अर वाटर इन्टेक. हाई रिस्क टक्सिसिटी हुन सक्छ जसले गर्दा स्टोमक फ्लू, डायरिया, भमिटिङहरू पनि देखिन सक्छ इफ देयर इज अ टक्सिसिटी. सो टक्सिसिटीको साइनमा चाहिँ हामीले डायरिया, भमिटिङ उसले पेसेन्टले कम्प्लेन गरेको छ लिथियम खाइरहेको पेसेन्टले भने चाहिँ हामीले के बुझ्नु पर्यो त, द्याट क्यान बी अ साइन अफ लिथियम टक्सिसिटी है. र त्यो सँगसँगै चाहिँ अरू साइनहरू चाहिँ रिपोर्ट गर्नुपर्ने साइनमा चाहिँ रिपोर्ट एक्सेसिभ युरिनेसन एन्ड एक्सट्रिम थ्रस्ट, भमिटिङ एन्ड डायरिया, न्युरोमस्कुलर एक्साइटेबिलिटी, ट्रेमर, माइक्लोनिक जर्कहरू आयो भने चाहिँ वी हेभ टु इमिडिएटली नोटिफाई बिकज अल दिज आर द साइन अफ लिथियम टक्सिसिटी. Hold NSAID. NSAID ibuprofen decreases renal blood flow, increasing the toxicity. Increasing blood flow, increasing toxicity. RT, increasing the risk of toxicity. So NSAID ले पनि चाहिँ लिथियमको टक्सिसिटीको रिस्क चाहिँ इन्क्रिज गरिदिने हुन्छ. त्यसले गर्दाखेरि we have to avoid the NSAID while giving the lithium. Instead the client taking lithium to maintain fluid intake of 6 to 8 glasses of water a day and an adequate salt intake to prevent lithium toxicity. So sodium र fluid दुईटैको intake चाहिँ राम्रो हुनु पर्यो. फ्लुइड चाहिँ अलि धेरै नै हुनु पर्यो, 6 to 8 ग्लासेस हुनु पर्यो एटलिस्ट. र सोडियम चाहिँ जति अगाडि उसले खाइरहेको थियो त्यति नै खानु पर्यो है. लो सोडियम चाहिँ हुनु भएन. लिथियमको साइड इफेक्ट्समा चाहिँ ल्युकोसाइटोसिस हुन सक्छ, द्याट इज इन्क्रिज अमाउन्ट अफ WBCs, इन्क्रिज थ्रस्ट, युरिन वेट हुन सक्छ, ट्रेमर, थिनिङ अफ हेयर, हाइपोथाइरोइडिजम. त्यसले गर्दा थाइरोइड टेस्ट पनि गराउँछ कि लिथियममा भएको पेसेन्टहरूलाई चाहिँ. इम्पेयर्ड मेमोरी हुन सक्छ, अपसेट स्टोमक हुन सक्छ जसमा चाहिँ नजिया, भमिटिङ, डायरिया हुन सक्छ. मेडिकेसन इन्टरेक्सन गर्ने भनेको चाहिँ हाइड्रोक्लोथाइजाइड, NSAID, ACE इन्हिबिटर्स यिनीहरू चाहिँ अभोइड गर्नु पर्यो लिथियम दिँदाखेरि चाहिँ. र यसले चाहिँ स्किन इस्युजहरू पनि, एक्ने, सोरियोसिसहरू पनि हुन सक्छ. सो स्किन इस्युजमा पनि एक्नेहरू पनि देखिरहेछ भने चाहिँ द्याट क्यान बी अ साइड इफेक्ट अफ लिथियम. सो यो साइकेट्रिक पढ्दाखेरि त मलाई ठ्याक्कै मेरो ब्याचलरको याद आउँछ क्या. सबै मेडिकेसन्सहरू जति मैले मोस्टली मेडिकेसन्सहरू चाहिँ युज भएकै देखेको छु पेसेन्टहरूमा चाहिँ. सो यो साइकेट्रिकमा नि तपाईँहरूले अगाडि पेसेन्ट देख्नु भएको छ भने चाहिँ एकदमै सजिलो हुन्छ बुझ्नको लागि होइन. देख्नु भएको छैन भने चाहिँ गाह्रो हुन्छ कि बुझ्न. मुभीहरूबाट चाहिँ बुझ्न सकिन्छ धेरै कुराहरू. केही क्वेसन छ?